यो आयोजना गऱ्यौँ र जति हजुरहरूलाई हामीहरूले यो घाममा गर्मीमा अब कतिको काम थियो होला के थियो होला र पनि हाम्रो निम्तोलाई स्वीकारेर आइदिनु भएकोमा हजुरहरूलाई मेरोबाट मेरो साइनो अनुसार मेरो दर्जा अनुसार सबैलाई जय श्री सच्चिदानन्द नमस्कार र प्रणाम गर्दै मलाई भाइले यहाँ 2 वचन बोलिदिनु दाजु भनेको विषयमा म खडा भइरहेको छु र जति पनि हाम्रो अझै कार्यक्रमहरू अब पुरा कार्यक्रमहरू छ र हाम्रो अहिले यो घाममा अब किचनमा खट्नुभएका हाम्रा सेवकीहरू सबैले नै राम्रोसँगले सल्लाह सुवाद गरेर हामी एउटा घरको परिवार एउटा घरको फ्यामिली सम्झेर हजुरहरूले गरिदिनुहुन्छ होला भन्ने धेरै हामी भाव राखेका छौँ र हुन त काम गर्न सजिलो छैन तर पनि हामीले जस्तो तस्तो खटेर पनि हामीले यो कार्यक्रम गरिदिनुहुन्छ होला भनेर हजुरहरूलाई हामीले एउटा निमन्त्रण गरेर भार दिएका छौँ। हजुरहरूमाथि मेरो आन्तरिक हृदयबाटै सबै हामी दर्नाल परिवारबाट धन्यवाद र श्रीमद् भागवत गर्नको लागि पढाउनको लागि पुराण गर्नको लागि सम्पत्ति त होला सबैसँग कयौँ सम्पत्ति हामी अहिले गरिब त छौँ न होला तर पनि आयोजक गरेर यो कार्यक्रम गर्न धेरै गाह्रो छ र सम्पत्तिले मात्रै पनि हुँदैन मनले मात्रै पनि हुँदैन यो सबैबाट सहयोग र योजना मिल्नुपर्छ र यसपालि भाइले जति तति पनि हाम्रा गएका पितृहरूको लागि उधार दाजु आउनु है भनेर मलाई सल्लाह गर्न घरमै गएको थियो म पनि साह्रै खुसी भएर आएँ र आफ्नो कुलमा एउटा मान्छे सज्जन मान्छे जन्मिँदै छ भने र ती पितृहरू नर्कमा बसेर कष्ट खपिरहेका छन् भने पनि तिनीहरू नाच्न थाल्छन् अरे गीत गाउन भजन गाउन थाल्छन् अरे के भयो तिमीहरू यस्तो नर्कमा यसो भएको किन खुसी भयो भन्दा हाम्रो कुल सन्तानमा अब एउटा धार्मिक मान्छे जन्मिँदैछ हामी अब वैकुण्ठ प्राप्त हुन्छौँ भनेर खुसी हुन्छन् अरे हेर्नुहोस् यो शास्त्रकै कुरो हो उहाँ वैकुण्ठमा भएका पितृहरू रुँदा रहेछन् अरे के भयो तिमीहरूलाई मेरो कुलमा आज उखण्डी जन्मिँदैछ अब हामी नर्कमा जान्छौँ भनेर तिनीहरू रुन्थे अरे भने यो शास्त्रको कुरो हो र आज हाम्रा कुलमा पनि एउटा भाइ नभनौँ एउटा दर्नाल परिवारभित्रमा एकदम सज्जन भाइहरूले यस्तो कार्यक्रम गर्नुभयो र उहाँ भाइहरूलाई पनि हामी धेरै धेरै धन्यवाद दिन्छौँ। हुन त मैले पनि पहिला अमेरिकामा आएर पहिला पुराण लाउने म हुँ तर यस्तो सिस्टम पनि थिएन यसरी गर्न सकिएन र पनि गुरुजीले केही सबै नछोडिकन हाम्रो जुन गर्नुपर्ने कर्तव्य गरिदिनु भयो त्यसको लागि म खुसी छु तर अब त्यतिखेर धेरैलाई हामीले निमन्त्रण गर्न सकिउन धेरै राम्रो कार्यक्रम गर्न सकिउन तर गुरुजीले गरिदिनु भयो र अब भनेको चाहिँ के छ त भन्दा हामी यो ठाउँमा रहन्छौँ हामी यहाँ बस्छौँ हाम्रो यो रहेछ भन्ने कुरो सबै थाहा पनि भयो र हामीलाई अब सबै यो कार्यक्रमहरूको अब योजना पनि मिलाउन सक्ने भयौँ र यस कार्यक्रममा हजुरहरूले सबैले तन मन दिएर हाम्रा विशेष कुरो अब यहाँ कार्यकर्ताहरू हाम्रा किचन सम्बन्धीहरूमा सबैले तन मन दिएर यो 3 दिनको कार्यक्रम अब राम्रोसँगले बिताइदिनुहुन्छ होला भन्ने म यति नै गर्छु। सबैमाथि मेरो धन्यवाद हजुरहरू सबैले ध्यान दिएर गरिदिनु होला भन्दै हरिओम तत्सत प्रेम से बोलिए श्री सद्गुरु महाराज की जय। तब आउनुहोस् म भागवतको मूल कथामा प्रवेश गर्छु। सबैले हात जोडेर आफ्नो आफ्नो इष्टदेवलाई फेरि याद गर्नुहोस् न त। जन्माध्यस्य यतन्वयादितरतस् चार्थे सभिज्ञानश्वरात् तेने ब्रह्महृदयादिकवये मयन्ति अप्सूरयः तेजो वारिमृदां यथा विनिमयो यत्र त्रिसर्गो मृषा धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परं धीमहि धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परं धीमहि। बोलो सच्चिदानन्द भगवान को। मैले यो श्लोक अघि मैले यहाँलाई भनेको थिएँ नि भागवतको
श्लोक अथवा प्रारम्भ कुन अक्षरबाट भएको रहेछ? जबाट। अहिले मैले त्यही श्लोक उच्चारण गरेँ। अघिको बुझिराख्नु भएको थियो भने बुझिहाल्नु होइन। जन्म ध्यस्य यतन्वयादि तरत जबाट सुरु भएको छ। त यसले भन्यो के बुझ्नुभयो? फेरि अलिक गाह्रो भयो नि त होइन। तर संस्कृतको जुन शब्दहरू, संस्कृतका जुन श्लोक हो, सुन्नमा आनन्द आउँछ, नजाने पनि के होइन भन्नु त। हामीलाई चाहिँ त्यस्तो लाग्छ क्या, नबुझिएला अर्थ, तर पनि सुन्दा एक प्रकारको आनन्द हुन्छ। यो आनन्द किन आएको थाहा छ? किन आयो यो आनन्द भन्दा पहिले हामीले यो संस्कृतकै श्लोकद्वारा, यो संस्कृतकै भाषाद्वारा भगवानको स्तुति गरेका थियौँ। त्यसैले यो हाम्रो पहिलेको भाषा भएकोले गर्दा अहिले पनि आउँदाखेरि हामीलाई आनन्द आउँछ। जस्तै बालक जन्मिने बित्तिकै रोयो भने कानमा ट्याङ 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 थाल बजाइदिन्थे पहिलेका हजुरआमा, थाहा पाउनु भएको छ? घन्टीहरू बजाइदिन्थे, एकैछिनमा लुटुक्क सुत्थ्यो बालक। हेर्नु त के को सङ्केत हो त त्यो भन्दा आमाको गर्भभित्र उसले अनाहतको धुन सुनेर बसेको थियो। बाहिर त्यो थालको ट्याङ 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 सुन्ने बित्तिकै के पायो उसले? भित्रको आनन्द उसले त्यो बाहिर पनि पायो, त्यसैले निधायो। हरेक सङ्केत गरेको छ शास्त्रले। आमाको गर्भभित्र बसेर गरेका स्तुतिहरूको व्याख्या गरेको छ शास्त्र। त यो श्लोकले के भन्यो त भन्दा जसदेखि यो संसारको सृष्टि भयो। हजुर हामी सृष्टिकर्ता हो होइन, तर पालनकर्ता चाहिँ होला हो। किनभने म बिना छोरो बाँच्दैन भन्छौ नि, कि भन्दैनौ? भइरहेका छौँ कि होइन? म बिना छोरो बाँच्दैन, म बिना छोरी बाँच्दिनँ भनिरहेका छौँ कि छैनौ भन्नु त? हो, पालनकर्ता जसले सृष्टि गर्यो, पालन गर्न उसैले जानेको छ। याद गर्नलाई आजदेखि अलिक खुल्ला हुनु सक्छ, मुक्त हुनुहोस् यसबाट पनि। किनभने मलाई चाहिँ पूजनीय सन्तले एकदमै अप्ठ्यारो पार्नु भएको छ क्या यो शब्द। मलाई महात्माले के भन्नु भने छोडिदिनु घर पण्डितजी, हिँडौँ अब हामीले जस्तै कपडा लगाएर भन्नुभयो। एउटै नेपालतिरकै कुरा हो, हिँड्नुहोस् भन्नु। अनि मैले भने महात्माजी मेरो त बच्चाहरू सानै छन्। अब त्यही हो नि त हामीले भन्ने कि के हो त भन्नु त? अहिले यहाँ भाइहरूलाई या बहिनीहरूलाई, दाइहरूलाई त भन्नु परेन। अब त उहाँहरूले त होइन त्यसो गर्नु नै उनीहरूकै त हुने भनेर हिँड्दा पनि भएको छ। तर उनीहरूलाई चाहिँ त्यो हुँदैन नि त, के हुन्छ भन्नु त? हुँदैन नि त। अब यो भाइ बहिनीहरूले नानी अब छोडिदेऊला यो घर, अब जाउँ यता भन्नु नि, गुरुजी अलिक सानै छन् हौ नानी त भन्नै पर्यो नि कि पर्दैन? यो हाम्रो सांसारिक भाषा हो, यो गृहस्थी भाषा हो। मैले पनि के भने बाइजीलाई, बाइजी महात्मा मेरो अलिकति बच्चाहरू सानै छन्, त्यसले गर्दा मलाई अहिले कुरा नगरिदिनु नि भने। त्यसो भन्दा अनि बाइजीले के भन्नुभयो भने, दाजु हजुरको पिताजी तपाईँ कति वर्षको हुँदा बेच्नुभयो भन्नु। मैले जोड्न खोजेको है यो, याद गर्नु होला। अनि मैले भने बाइजी म 11 वर्षको थिएँ, मेरो पिताजी देहान्त हुँदा म 11 वर्षको। अनि बाइजीले ठ्याक्कै कुरा पक्रिनु भयो कि दाजु 11 वर्षदेखि यता कसले पालो? अनि मैले भन्ने त आमाले भन्ने हो नि त, कि होइन? आमाले पाल्नुभयो, आमालाई चाहिँ कसले पाल्नुभयो? अब प्रश्न आएकै भयो कि आएन? आयो नि त। ठिकै त्यस्तै भगवानले सृष्टि गर्नुभयो, जसले सृष्टि गरेको छ पाल्न उसैले जानेको। चिन्ताबाट मुक्त हुनुहोस्, यो पीरबाट मुक्त हुने कोसिस गर, उनीहरूले पाल्न जाने। त्यसो भने हामी पालनकर्ता हो भने वनका चराचुरुङ्गी कसले पाल्छ? सम्झिनु त। न उनीहरूको ब्याङ्कमा ब्यालेन्स छ कि छ? ब्याङ्क ब्यालेन्स पैसा छ, ती पशु हस्पिटल छ, मेडिकल छ, उनीहरूको छैन, केही छैन कि छ? तर पनि बाँचेकै छन् कि छैन? उनीहरूले पनि बच्चा जन्माएका छन्, उनीहरूले पनि त्यो बच्चालाई पालेका छन् है। उनीहरूले अलिकति यसो जन्माइदिने काम गरेका छन्। माध्यम मात्रै हो तपाईँ र म। सृष्टिकर्ता त परब्रह्म परमात्मा हो। जन्म ध्यस्य यतन्वा, जन्म उसैद्वारा भयो, पालन उसैद्वारा हुन्छ र संहार पनि उसैद्वारा। यस्ता परम दयालु भगवान कस्ता स्वरूपमा हुनुहुन्छ भन्दा सत्य स्वरूपमा हुनुहुन्छ, असत्य होइन नि। कुन स्वरूप हुनुहुन्छ भगवान? सत्य स्वरूप।
त्यस्ता सत्य स्वरूप परमात्मालाई हजुर हामी सबैले प्रणाम गरौँ। सत्यम परम धीमहि। त यो सत्यलाई जानेपछि असत्य बिस्तारै बिस्तारै मिथ्या हुन्छ, झुट हुन थाल्छ होइन। सत्यलाई जानेपछि के झुट हुन्छ? असत्य झुट। तर अहिले चाहिँ हामीले झुटलाई सत्य सम्झेका छौँ। यो घरै सत्य हो होइन, यो परिवारै सत्य हो, यो मैले आर्जन गरेका हरेक पदार्थहरू नै सत्य हो, मैले देखिरहेका सबै चिज नै सत्य हो भनेर हाम्रोमा भ्रम छ। हामीलाई त सत्य त यही लागेको छ नि, शरीर सत्य लागेको छ होइन, परिवार सत्य लागेको छ। तर यो सत्य हो र? सत्य हो होइन। जुन कुरा देखिरहेका छौँ, देखिएका कुरा असत्य हो, जुन कुरा देखिएको छैन त्यो कुरा सत्य हो। किन भन्दा परमात्मा देखिएको छ? परमात्मा देखिएको छ छैन। अहिले म यहाँलाई एउटा उदाहरण दिन्छु। म अहिले यहाँबाट प्रवचन गरिरहेको छु, म बोलिरहेको छु नि। हजुरहरूले मलाई मात्रै देख्नु भएको छ, मेरो बोली देख्नु भएको छ, सुन्नु मात्रै भएको छ कि? तर मेरो बोली तपाईँहरूले देख्नु भएको छैन र बोल्नेवाला पनि देख्नु, त्यो जुन मलाई बोली दिनेवालालाई पनि देख्नु भएको छैन। एउटा माध्यमलाई मात्रै देख्नु भएको छ। शरीर माध्यम मात्रै हो, बोल्न लगाउने र त्यो शब्द त्यो सत्य चिजबाट आएको छ र त्यो सत्य अदृश्य हो, देखिँदैन। मेरो शब्द देख्नु भएको छैन, म भित्र रहेको आत्मालाई देख्नु भएको छैन कि देख्नु भएको छ? र हजुर र मैले हजुरहरूलाई देखेको छु, हजुरहरूले मलाई देख्नु भएको छ। र मैले र तपाईँले देखेको जुन चिज हो नि त्यो असत्य हो, त्यो सकिनेवाला बोलिसकिन्छ। अनि चुपचुप गरौँ, बिदा गरौँ होइन, बिचारा भनौँ कि अरू के छ भन्नुहोस् त? हामीले गर्न सक्ने केही छ? बिचारा गएछन् भनौँ, त्यति हो हामीले गर्न सक्छौँ। त्यसैले अब यो जुन असत्य कुरालाई सत्य मानेकोले गर्दा हामीलाई मर्न पनि डर लागेको छ अरे। बोलो आनन्द कन्द भगवान के। सत्यलाई असत्यलाई सत्य मानेकोले गर्दा अनि जाने ठाउँको टुङ्गो नभएकोले गर्दा मर्न डर लागेको छ। जाने ठाउँको टुङ्गो छ, त्यही भएर डर लागेको नि त मर्नु होइन। मरेपछि कहाँ खाइन्छ जाइन्छ, जाने ठाउँको टुङ्गो भएको भए मर्न डर लाग्दैन थियो कि लाग्थ्यो होइन? टुङ्गो हुनुपर्छ क्या जाने ठाउँको होइन। जस्तै एउटा उदाहरण सम्झिनु होला, हामीले छोरीलाई विवाह गरेर ज्वाइँलाई दिन्छौँ, टुङ्गो छ र पो खुसीले तामझाम गरेर बिहा गरिदिएका छौँ थियौँ कि होइन? त्यो छोरी जाने टुङ्गो छ नि त। यहाँ जाँदैछ, ज्वाइँको घर पनि राम्रै रहेछ होइन, अलिअलि जागिर पनि रहेछ, अलिअलि कमाएका पनि रहेछन्, त्यही त हो नि त हेर्ने अहिले हाम्रो दृष्टिले। कि अरू हेर्छ? हेर्दैन नि। तर हेर्नुपर्ने चाहिँ अरू थोक रहेछ क्या। विवाह गरेर दिँदा पनि यो अङ्ग्रेजीको एबिसिडी त पढेका छौँ नि, हामीले पढेको छौँ नि, छ नि त। त यो एदेखि एफसम्मको अक्षर जुन छ नि त्यसले विवाह समेटेको रहेछ क्या। कतिवटा हुन्छ यहाँ अक्षर एदेखि एफसम्म? ABCDEF 6वटा अक्षर हुन्छ नि। हो, यो 6वटा अक्षरको यथार्थ जान्यो भने विवाह टुङ्गो हुन्छ अरे, यथार्थ हुन्छ अरे, त्यो डिभोर्स हुँदैन। त्यो यसले के भनेको अलिकति बुझौँ बुझौँ। भोलि आनन्द कन्द भगवान कि एको अर्थ हुन्छ अरे विवाह गर्नुभन्दा पहिले एजको फ्याक्टर हेर्नुहोस् अरे, एज हेर्नुहोस् अरे, एभ्रिथिङ सबै तलमाथि छ नि त। भोलि बितौली हुन पनि सक्छ त, के हुँदैन हो। तर मन मिल्दो भने त्यो पनि फरक छैन। प्रेम चाहिँ हुनु पर्यो होइन? प्रेम छ भने वृद्ध हुनुपर्छ छैन नि, त्यो पनि ठिकै छ। यसले के हेर्नु अरे? एज हेर्ने। यसले के हेर्ने अरे? एज। बीले हेर्नुहोस् अरे ब्युटी पनि छ कि छैन होइन, ह्यान्डसम पनि छ कि छैन। बीले के हेर्ने? अलिकति होइन, यसो ब्युटी ह्यान्डसम के छ त अलिकति हेर्नुहोस् अरे हो। अनि सीले क्यारेक्टर हेर्नुहोस् अरे, कस्तो छ त उसको क्यारेक्टर। डीले डिसिप्लिन हेर्नुहोस् हो। ईले एजुकेसन हेर्नुहोस् अनि एफले फ्यामिली हेर्नुहोस्। यति राम्रो भयो भने भयो राम्रो।
त्यही राम्रो भएकोले गर्दा त्यो कुरा सबै मिलेकोले गर्दा छोरी अन्माउन सजिलो भएको छ। हामी तामझामका साथ छोरी बिदा गरेका छौँ। किन भन्दा छोरी जाने टुङ्गो थाहा छ होइन। टुङ्गो भयो भने पठाउन र जान सजिलो हुँदो रहेछ हो। अलिअलि यसो बिदा गर्ने बेलामा आँसु चाहिँ आउँछ, तर भित्रबाट यस्तो लाग्छ होइन मेरो राम्रो छ नि हो छोरीको घर हौ। मैले रोको बेकारमा अनि भोलि छोरी बस्न मान्दिनँ मेरा घरमा भन्न थालिन्छ कि थालिँदैन? हो नि त, कि बस्छिन् छोरी। दुरानमा आएका दिन बाबा म त अलिक बित्तो रहेछ घरमा जानु पऱ्यो भन्न थाल्छ नि। तिनै दिनमा हेर्नु उतैको माया हुन्छ। किन भयो भन्दा त्यो ठाउँको राम्रो भयो, त्यो ठाउँलाई यथार्थ मानिन् उसले, त्यो ठाउँमा मेरो जीविका चल्ने रहेछ भन्ने बुझिन्। तब त उसले जान डराइनन्, बस्न डराइनन् कि होइन हो। भनेपछि हामी चाहिँ किन डराएका छौँ त जान, मर्न किन डराएका छौँ भन्दा हाम्रो जाने टुङ्गै छ। भोलि आनन्द कन्द भगवान के त भागवतले के गर्छ भन्दा मान्छेलाई मृत्युको भयबाट निर्भय बनाइदिन्छ। केबाट निर्भय बनाइदिँदो रहेछ? मर्नबाट डराइरहेको मान्छेलाई के गर्छ भागवतले? निर्भय बनाइदिन्छ। मर्न नडराउ भन्ने बनाइदिन्छ। डराउनु पर्दैन। कसलाई बनायो त? प्रमाण के छ त हाम्रोमा? राजा परीक्षित डराएको उयो होइन हो नि त। मर्न डराएको होइन राजा परीक्षित, तर सुखदेवजी महाराजले निर्भय बनाइदिएकी थिएनन्। मृत्युको भयदेखि निर्भय बनाइदिनु। त यो निर्भय केले बनायो? भागवत। सुखदेवजी महाराज त एउटा वक्ता मात्रै हो नि त कि होइन? त म पनि यो ठाउँमा उभिएर वक्ताको रूपमा मात्रै उपस्थिति छु होइन र? मैले त यहाँ भएको कुराहरू यहाँलाई आफूले गरेका अनुभवहरू र शास्त्रमा भएका कुराहरू यहाँलाई बुझाउने। फेरि भागवतमा के भनेको छ भने त अहिले हामी यहाँ सुन्छौँ। अब बोलो भक्तवत्सल भगवानको। त यहाँ भागवतमा वेदव्यासजीले कुनै पनि भगवानको नाम जोडेर स्तुति गर्नुभएको छैन। पहिले यदि हामीले देवी भागवतको पुराण सुन्ने हो भने देवीको स्तुति गरेको हुन्छ पहिले। शिव पुराण सुन्ने हो भने शिवको स्तुति गरेको हुन्छ पहिले। सबै कुराको कुन कुन भगवानको पुराण लगाउने हो तिनै तिनै भगवानको स्तुति हुन्छ। तर भागवतमा कुनै पनि भगवानको नाम जोडेर स्तुति गरिदिनु भएन। यहाँ के जोडिदिनु भयो? धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परं धीमहि या रामं परं धीमहि कृष्ण परं धीमहि शिवं परं धीमहि भन्नुभयो। यहाँ के भन्नुभयो? सत्यं परं धीमहि। यहाँ सत्यको वर्णन गर्नुभयो, सत्यको स्तुति गर्नुभयो, सत्यको प्रार्थना गर्नुभयो। र यो सत्य चिजलाई जान्यो भने यो जति पनि देखिएका चिज मिथ्या हुन्छ। तर जान्नु पर्छ सत्य है। सत्य चिजलाई जनाउने काम गर्छ भागवतले। त त्यसैले अहिले हामीले सत्य कुराको याद गऱ्यौँ। अब यो भागवत हो चाहिँ के त? के हो त? त यहाँ भन्नुभएको छ भाव। भएको भाको अर्थ हुन्छ के हो? भाव। भागवत छ नि त, के अरू छ? भागवत चारवटा अक्षर छ कि छैन? भा ग व अनि त चारवटा अक्षरको अर्थ के त? यति बुझ्यो भने नि भागवत बुझ्यो। 7 दिनसम्म बसेर सुन्नु पर्यो। के हो त भन्दा भाव गति वर्धन तरन्ते भाति सर्वेषु देशेषु गीयते नारद दिवि वर्तते सर्वशास्त्रेषु तरन्ति श्रोत्रवृञ्जनै त्रियन्ते श्रोत्रवृञ्जनै। भाले के हुनुपर्छ त? भाव राम्रो। कथा सुन्नलाई कार्य गर्नलाई पहिले के राम्रो हुनु पर्यो? भाव राम्रो है। त यहाँ भाव चाहिँ राम्रो भइदिएन भने हामीले भगवान नै अगाडि पायौँ भने पनि हाम्रो लागि ती भगवान हुँदैन। यो कुनै मान्छे होला भन्ने लाग्छ कि होइन? मान्छे होला जस्तो लाग्छ हामीलाई नि, त्यस्तो लाग्छ पहिले। भगवान भनेर आउँछौँ, मान्छे पनि कतै भगवान हुन्छ जस्तो लाग्थ्यो। यो हाम्रो आफ्नो अनुभवको कुरा है। कतै न कतै मान्छे पनि भगवान हुन्छ जस्तो लाग्थ्यो। हामीले सम्झेको पनि ठिकै हो रहेछ। मान्छे पनि कतै भगवान हुन सक्छ, ठिक हो रहेछ। तर
मैले सम्झेको भन्दा अर्को अझै पर अर्को गहन अर्थ रहेछ, त्यो बुझेको रहेको। मैले बुझेको भन्दा पनि अझै गहन अर्थ रहेछ नि त प्रतीक। मान्छे भगवान हुन नसक्दो रहेछ, मैले सम्झेको पनि ठिकै हो, तर भगवान मान्छे भएर आउनु कति सजिलो हुँदो रहेछ त्यो चाहिँ बुझेकै हिँड्छु, होइन त भन्नुहोस् त। भगवान मान्छे बनेर आउन कति सजिलो हुँदो रहेछ, मान्छे पो भगवान बन्न गाह्रो छ, तर भगवान मान्छे बनेर आउनु गाह्रो हुन्छ नि त। यहाँ के भन्नुभयो भने भाव बिना मधुबन निधि बन सब लागत हे पासा, यदि भाव भए तो पत्थर में से प्रकट भए भगवान। होइन, भाव राम्रो छ भने हामीले एउटा पत्थरलाई पनि परमात्मा भनेर पाती चढायौँ भने तीबाट पनि हामीलाई आशिष मिल्छ कि मिल्दैन? मूर्तिबाट पनि भगवान आशिष, भगवान प्रकट भएर आशिष दिएका कुराहरू हाम्रो शास्त्रमा प्रमाण छ। कहिलेदेखि मूर्ति पूजा सुरु भयो भन्दा हामीले एकालव्य भन्छौँ नि, एकालव्यलाई गुरु द्रोणाचार्यले धनुर्विद्या दिनुभयो। गुरुहरूले शिष्यलाई है घृणा गरे तापनि याद ध्यान गर्नुहोस् न, गुरुहरूले शिष्यहरूलाई आफ्नो भक्त या भनौँ एउटा चेलो बनेर आउने मान्छेलाई घृणा गरे तापनि यदि चेलोले घृणा नगरिकन यी गुरु सत्य छन् भन्ने लागेर उसले सत्य सम्झेर प्रार्थना गर्न थाल्यो भने त अरूले नपाएको अथाह ज्ञान पो प्राप्त गर्छ, अथाह ज्ञान प्राप्त गर्छ। एकालव्यलाई दिनु भएन गुरु द्रोणाचार्यले धनुर्विद्या, तर के गरे एकलव्यले गुरु द्रोणाचार्यको सकल स्वरूप मूर्तिमा टक्कै बनाउनु भयो जङ्गलभित्र एउटा एकान्त। गुरु द्रोणाचार्यको टक्कै मूर्ति बनाउनु भयो अनि तिनै मूर्तिलाई आफूले गुरु मान्नुभयो र तिनैलाई गुरु मानेर त्यहाँबाट धनुर चलाउन सुरु गर्नुभयो। अन्तिममा पाण्डवले पनि नसक्ने विद्या उसले हासिल, हामीले प्रमाण पाउँछौँ महाभारतमा है। त्यसले गर्दा भाव जहाँ छ नि राम्रो ती भगवान प्रकट हुन्छ। भाव छ भने प्रकट भए, भाव छैन भने भगवान नै प्रकट भएर आए पनि हाम्रो नजरमा ती भगवान भएनन् भने हाम्रो लागि पिच्याइदिनु हो। त्यसैले विश्वास त यो भागवत 4वटा अक्षरको छ र यो भागवतमा के छ 12 स्कन्द छ। कतिवटा स्कन्द? 12 स्कन्द। त्यस पछाडि 335 अध्याय छ। यहाँ कति अध्याय छन् अरे? 335 अध्याय। यदि यहाँलाई भरे कसैले प्रश्न गर्यो भने उत्तर दिनुभयो भने सायद भगवानबाट पुरस्कार मिल्छ। बोली आनन्द कन्द भगवान के। भागवतमा 12 स्कन्द, 335 अध्याय, 18,000 श्लोक। कति श्लोक छ अरे? 18,000। अनि अक्षर चाहिँ कतिवटा छ त भन्दा 5,76,000 छ। 5,76,000 अक्षर भएको कुरालाई म यो 2 दिनमा भनेर सक्छु। अब हामीले के चाहिँ सक्नु पर्यो त? न भागवत सक्ने होइन 2 दिनमा। के सक्ने? हामी भित्र भएका कुविचारलाई सक्नुहोस्, हामी भित्र भएको कुभावनालाई सक्नुहोस्, तबको हामीले भागवत सुनेको फल मिल्छ। 1 महिना लागेर भागवत चर्लकै सक्यो अरे, सुन्न पनि बस्यो अरे, तर त्यो भागवतको भाव हामी भित्र आएन, हामीमा त्यो भाव प्रकट भएन। साँच्चै नै भागवतको स्वरूपलाई भागवतको रूपमा देखिएन, भगवानलाई असल भगवान हो भनेर चिनिएन भने 4 महिना बसेर सुने पनि हुने मलाई केही छ। त्यसैले यहाँलाई निवेदन गरे जति समय मिल्छ मनलाई जोडेर सुन्नुहोस्। मैले अघि भनेको छु कानले मात्रै कथा नसुन्नु होला, आँखाले पनि सुन्नुहोस्, शरीरले पनि सुन्नुहोस्। किन शरीरले सुन्नुहोस् भनेको? किन भनेको भन्दा उठेर नजानुहोस् है। उठेर हिँड्नु भने शरीर गयो भने कथा सुन्यो, त्यसैले शरीरले पनि सुन्नुहोस्, कानले पनि सुन्नुहोस् अनि आँखाले पनि सुन्नुहोस्। भनेको आँखा बन्द गरियो भने एकैछिनमा हामीलाई त पार्वतीको पारा हुन सक्छ। अनि हाम्रो अर्जुन भाइले भन्दै हुनुहुन्थ्यो पार्वतीको पाराको कथा सुन्यो भने चाहिँ बिग्रियो है गुरुजी भन्दै हुनुहुन्थ्यो। र भाइ अघि सचेत बन्नु भएको छ, किनभने पार्वतीको पाराले कथा सुन्ने होइन,
कसको पाराले सुन्ने? शुकदेवको पाराले सुन्ने। तब त उसले राजा परीक्षितलाई भन्न सकेको छ होइन। पहिले त पढेर कथा गर्दैन थिए त, याद गर्नु होला। आज चाहिँ हामी के भन्छौँ, कति पढेका रहेछन् ती गुरुजीले भन्छौँ हो। तर पहिले राजा परीक्षितलाई कथा सुनाउने सुखदेवजी महाराजले भगवान शङ्करले पार्वतीलाई सुनाएको कथा एउटा टोड्काभित्र बसेर सुनेको कथा होइन भन्नुहोस्। सुतजी महाराजले शौनकादि मुनिहरूलाई तिनै सुखदेवजी महाराजले राजा परीक्षितलाई कथा सुनाएको कथा सुनेर सुनाएको। श्रवणम भन्दैन, पहिले सुनेर जाने होइन। हामीले पढायो भने पनि नसुनिकन पढिन्छ कि पढिन्छ भन्नुहोस् त? सुनिएन भने पढिन्छ? गुरुको पछाडि पछाडि पढ्न सकिन्छ? सकिँदैन। पढ्नु भनेको चाहिँ के हो भने अध्ययन गर्नु। सुन्नु भनेको चाहिँ ध्यान दिएर सुनायो भन्छन् भने सुन्नु ध्यान हो, पढ्नु अध्ययन। र अध्ययन पनि गर्नै पर्यो, नपढेर पनि भएन कि भयो? नभए त अहिले तपाईँहरूलाई म जुन कथा भनिरहेको छु मैले पनि त यहाँ हेरेर थाल्नु पर्यो नि त। पढेरै मात्रै भने भने यहाँबाट श्रोता उठेर गएको मैले थाहा पाउँदिनँ। भरे यसो अनुहार उठाएर हेर्दा त श्रोता भेट्दिनँ कि भेट्छु। तपाईँहरूसँग सन्मुख भएर कथा भन्न पाएको छु। यसको कारण के हो त भन्दा केही कथा बुझेकोले भन्न खोजेको भनेको हो नि त होइन। नबुझेको थियो हामीले पनि यसलाई पहिले नै अलिअलि भित्र राखेको थिएन भने के बाहिर निकाल्थ्यो र। अनि यसरी सन्मुख भएर कथा भनेकोमा जुन रस हुन्छ नि त्यो यता हेरेर भनेकोमा हुँदैन होइन। त्यसैले कोसिस गर्दैछु म यहाँहरूलाई बुझाउने। बोलो आनन्द कन्द भगवानको, पुराण पुरुषोत्तम भगवानको। त यहाँ श्रीमद् भागवते महामुनिकृते किंबा परैरीश्वर साध्यो हृद्य वरुध्यते कृतिभिः शुश्रूषुभेस्तक्षणा भनेको यो जुन भागवत जस्तो महान यज्ञलाई प्रारम्भ गर्ने इच्छा भयो भने यो इच्छा हुने बित्तिकै गर्न गाह्रो पर्छ। इच्छा चाहिँ हुन्छ तर कृपा भए नभएसम्म के हुन्छ त्यो कार्य सुरु न। तर भगवानको कृपा भयो भने तत्क्षण भनेको एकैछिनमा हुन्छ है। तत्क्षण विद्यावरुध्यते कृतिभिः शुश्रूषुभिस्तत्क्षण। के भन्नुभयो? सुन्न पनि छिट्टै पाइयो, एकैछिनमा पाइयो। तत्क्षणमै भगवानको कृपा भयो भने मिल्छ। आज यहाँ भगवानको कृपा नहुनु भने यो असम्भव ठाउँ हो। हामीले हाम्रो भनेका छौँ तर यो कसैको छ किन भन्नुहोस् त? पूर्ण अधिकार गर्न पाइन्छ? पाइँदैन। तर पनि यो पूर्ण अधिकार नभएको ठाउँमा पनि भगवानको कृपा भएकोले गर्दा आजबाट हामीले प्रारम्भ गर्न सफल भएको छ। होला आयो कतिवटा बाधा, तर अघि मैले त्यो कथा किन जोडेको भने बाधा आउनु पनि सचेत बन्नु। भगवानले जगाएको है अहिले तैँले दुःख भोग्नु केही छ भोग भनेर भोगाइदिनु। त्यसमा पनि विचलित नहुनु भनेको परिपक्व हो कि होइन भन्नुहोस् त? परिपक्व। यसमा एउटा छोटो के बुझ्नुहोस् भने एकजना गुरुले दुईटा शिष्यलाई एउटा काम लगाउनु भएको छ। त्यो काम चाहिँ के अरे भन्दा इँटा जोड्ने काम। ल तिमीले दुई डानाले यो इँटा जोड्यो। त गुरु आज बिहान जानुहुन्थ्यो जोड्न थाल, जोड्दै जोड्यो दुईजनाले। अनि बेलुका जानुहुन्थ्यो गुरुजीले तिम्रो यता मिलेन चाहिँ भत्काइदेऊ भन्नु। हेर्नुहोस् है भत्काइदेऊ फेरि फेदै लगाएर भत्काउनु पर्ने। अनि फेरि गुरु भोलि जानुहुन्थ्यो ल सुरु गर। अरे दिनानुदिन भत्काउनु लाउनु गुरु। दुईजना थिए अनि एउटा शिष्यले चाहिँ के गरेछ भने यो दिनै पछि भत्काउनु पर्छ नि, म चाहिँ बनाउँदिनँ, म चाहिँ भोलिदेखि आउँदिनँ भन्यो। भोलिदेखि एउटा आए। किनभने दिनै पछि भत्काउनु पर्छ भने किन बनाउनु? तपाईँ र म पनि आउँदैन थियो होला कि आउँथ्यो? कहाँको आउँथ्यौँ त होइन हो। अनि एउटा शिष्य चाहिँ आएछन् अरे क्या। अनि गुरु जानुभयो। खोइ अर्को तिम्रो साथी भनेको गुरुदेव
हजुरले दिए पछि भत्काउन लाउनु भयो त्यसैले उता नआउने भयो अनि तिमी चाहिँ किन आएको त भन्नुभएछ क्या तिमी चाहिँ किन आएको त तिम्रो एउटा शिष्य आएन तिमी चाहिँ किन आएको गुरुलाई त्यो शिष्यले भनेछ के भने गुरुदेव मेरो त इँटा जोड्ने काम हो माथिदेखि जोडे पनि तलैदेखि जोडे पनि मेरो त जोडिरहने काम हो होइन अझै माथिबाट जोड्न गाह्रो हुन्थ्यो गुरुदेव किनभने लड्ने पनि होला त्यसैले भत्काउन लाउनुहुन्थ्यो मलाई त परिपक्व बनाउनु भयो गुरुदेव त्यसैले गर्दा मैले हजुरले गर्न लगाएको काम कदापि छोडिनँ त्यसैले आज पनि छु म यहाँ लडाउन लाउँछन् गुरुदेव भगवान्ले केही न केही विघ्न हाल्न थाल्छ तर त्यहाँबाट पनि जो मान्छे उत्तीर्ण हुन्छ नि त्यसको कार्य सफल हुन्छ भोलि आनन्द कन्द भगवान् के यो पनि बिहोर्नु भएको छ हाम्रो भाइले होइन तर यो के हो भन्दा परीक्षा हो भाइ जो परीक्षाबाट उत्तीर्ण हुन्छ त्यसले नि माथिल्लो क्लास पाउँछ परीक्षाबाट उत्तीर्ण भइएन भने त जहाँको ती रहनुपर्छ 3 पल्ट पनि उत्तीर्ण भएन भने त स्कुलबाट के राख्छन् सरले 3 वर्ष भयो अब तिम्रो ठाउँमा अरूले पढ्छ ल तिम्रै पढाइले हो भने यहाँ मान्छेले ठाउँ मात्रै ओगट्ने रहेछौ अर्को भनौँ विद्यार्थीले पढ्न पाउँदैन भन्छन् र निकालिदिन्छ तर जो मान्छे परीक्षामा उत्तीर्ण हुन्छ उसैले माथिल्लो श्रेणी पाउँछ र आज तपाईँहरूले जुन हरेक समस्याका बावजुद पनि लडेर समस्यासँग लड्नुभयो तर समस्याबाट पन्सिनु भएन यो नै आज सफलताको सुरुवात हो बोली आनन्द कन्द भगवान् के त यहाँ अब क्षणभरमै सुरु भयो त यहाँ के भन्नुभयो साध्यो वृद्ध वरुद्ध तेत्र कृतिभि सुश्रुभिस्तक्षण छिट्टै तयार सुरु भएरै छोड्यो होइन तत्क्षण अब यहाँ भन्नुभयो निगम कल्पतरुर गलितम फलम त यत्रो यो छिट्टै प्राप्त गर्ने यो छिट्टै फल दिने र यो सत्य नै सत्य ज्ञानले भरिएको यो महान ग्रन्थ यो श्रीमद् भागवत जस्तो पुराण कहाँबाट आयो त कसरी आयो यो यसको सुरुवात के हो त यो भागवतमा के छ यति बुझ्नु हो भने भागवत बुझिन्छ बोली आनन्द कन्द भगवान् के त यहाँ के भन्नुभयो वेदव्यासले भने निगम कल्पतरुर गलितम फलम शुकमुखादमृतम द्रवसंयुतम पीवत भागवतम रसमालयम मुहुरहो रसिका भुवि भावुका बोली आनन्द कन्द भगवान् को भागवतको उत्पत्ति कहाँबाट भयो त सोध्नु भयो हामीलाई पनि शङ्का लाग्न सक्छ तर यहाँ वेदव्यासले के भन्नुभयो निगम भनेको वेदबाट निगम भनेको वेद निगम कल्प यो कल्प वृक्ष हो भागवत पनि कल्प वृक्ष हो तपाईँ र मेरो यो शरीर पनि कल्प वृक्ष हो शरीर पनि के हो कल्प वृक्ष हो जस्तो कल्पना गरौँ त्यस्तै फलाउने वृक्ष त्यही हो जस्तो कल्पना गरौँ त्यस्तै फल फलाउने वृक्ष हो यो हो कि होइन भन्नुहोस् त एउटा के कल्पना गर्छ मान्छेले त्यो पाउँछ कि पाउँदैन जिन खोजा तिन पाया गहरे पानी बहे मैं बाबरी ढुँड रहू रही किनारे बहे जो मान्छे पानीको गहिराइमा पस्छ त्यसले भित्रको मणि भेट्छ बाहिर घुम्नेले मणि भेट्छ भेट्दैन निगममा भनेको वेद अब यो वेद चाहिँ हाम्रो कतिवटा छ भन्नुहोस् त हजुर हाम्रो वेद 4वटा छ होइन 4वटा छ 4वटा वेदमा कुन हो भन्दा ऋग्वेद यजुर्वेद सामवेद अनि अथर्ववेद यो चाहिँ के हो त भन्दा भागवतको निगम कल्पतर गलितम फलम फल फलाउने त वृक्ष हुन्छ कि हुँदैन त भागवत वृक्ष हो भने वेद चाहिँ के हो भन्दा वेद जरा हो जरा देखिँदैन नि के देखिन्छ अनि अर्को मलाई यहाँ के जोडन भन्नु लाग्यो भने हामी जति पनि बाबुआमा छौँ नि हिजोका बाबुआमा भोलि बाबै बन्छन् तर त्यो जुन बाबुको छोरो बाबु भन्छ कि भन्दैन यो निरन्तर चलेको छ कि छैन बाबुआमाको सानो कुनै दिन त्यो घरमा मेटिएको छैन कहिल्यै मेटिएको छैन र यो बाबुआमा भनेको के हो भने वृक्षको जरा बाबुआमा के हो वृक्षको जरा मैले यहाँलाई बुझाउन खोजेको है बुझ्नु होला त जरा देखिन्छ बाहिरबाट देखिन्छ तर भन्नुहोस् त त्यो वृक्षलाई हरियो बनाउने जरा हो कि पात हो जरा हो कि होइन
त्यहाँ लगाएको मोललाई एउटा एउटा पातमा पुर्याउने को जरा हो के हो? अब त्यो वृक्षमा फल फलाउने जरा हो कि होइन? हावाले हल्ला भने बचाउने जरा हो कि होइन? हो नि। तपाईँ र मलाई कसैले दिएका कुरा पोल्टामा बोकेर आउने हो कोही भने बाबुआमा हो कि होइन? जरामा हालिदिएको कुरा पातमा पुर्याउने को? त्यही जराले पुर्याएको होइन, जरा बाबुआमा होइन। तर बाहिरबाट त्यही ज्वरो देखिँदैन र त त्यसले गरेको परिश्रम नदेख्नु भनेको जरा नदेख्नु। ध्यान दिनुहोस्, जरा छ मुनि तर परिश्रम गरेको छ त्यो रुखको लागि, परिश्रम गरेको छ त्यही जराले त्यो फलको लागि, परिश्रम गरेको छ त्यो जराले त्यो पत्ता पत्तालाई हरियो बनाउने कुरामा। सबै कुरा जराले गरेको छ। हावाले लडाउन खोज्दा पनि बचाउने काम त्यही जराले गरेको छ। तर बाहिरबाट जरा देख्दैन, देख्छ कि मात्रै पत्ता देख्छ, फुल देख्छ, फल देख्छ। तर सबैभन्दा महान को हुन्छ भन्दा जसले जरा बुझ्छ, जसले ज्वरो जान्दछ, त्यसले फल जान्दछ, त्यसले पत्ता जान्दछ, त्यसले फुल जान्दछ। त्यसैले बाबुआमा जान्नेले कहिल्यै दुःख पाउँदैन। बाबुआमाको यथार्थलाई बुझ्नेले, बाबुआमाको दुःखलाई बुझ्नेले कहिले पनि वृद्धाश्रम पुर्याउँदैन। बोली आनन्द कन्द भगवान की। कहिले पनि जरो कोट्याएर रुख लडाउने काम गर्ने। जरो कोट्याउनु भनेको त्यो रुख लड्नु के होइन। यसले गर्दा जरा के भयो भागवतको लागि? वेदहरूले नै जरा भनेर बसिदिनु भयो। किन भन्दा भागवतलाई संरक्षण भयो, वेदले संरक्षण गरे। भागवत 4 वेदले जरा बनेर बस्नु। अब स्कन्द भनेको मूल, वृक्ष मूल हो। स्कन्द भनेको के रहेछ? 12वटा स्कन्द छ नि त। ती मूलहरू, मूल हाँगाहरू हुन्छ कि हुँदैन? स्कन्दहरू। 335 अध्याय भनेको मसिना मसिना हाँगा, ठुलो मूल हाँगाकोमा अर्को हाँगा जान्छ होइन? त्यहाँबाट 18,000 श्लोक भनेको अझै मसिना मसिना हाँगाहरू फैलिएको छ अरे, याद गर्नु। त्यस पछाडि 5,76,000 के छ भागवतमा? अक्षर छ। कति छ अरे? 5,76,000 अक्षर छ। यो चाहिँ के हो त? त्यो वृक्षको भन्दा पत्ता। तपाईँ यो वृक्षबाट फलेको चाहिँ एउटा फल छ अरे। फल चाहिँ कतिवटा फलेको छ? एउटा। निगम कल्पतरो गलितम फलम। तर त्यो फल चाहिँ यस्तो गलेको छ अरे, यति मिठो छ अरे, यति रसले भरिएको छ अरे। र त्यो फलमा चाहिँ फ्याँक्नु पर्ने न बोक्रा न कोही गुदी केही छैन, सबै रसले भरिएको छ। भागवत त्यस्तो फल। अब यो फल चाहिँ कस्तो अरे भन्दा मिश्रीको तुलना गर्नुहोस् न। के को तुलना? मिश्री। मिश्रीलाई जतैबाट चाटे पनि गुलियो हुन्छ कि अमिलो हुन्छ एकापट्टि? जतैबाट चाट्नुहोस् के आउँछ? त्यहाँबाट गुलियै आउँछ। भनेपछि भागवत त यताबाट भन्यो नि त, भन्ने कुरा नगर्नु होला। जतैबाट भने पनि भागवत गुलियै हुन्छ। बोली आनन्द कन्द भगवान के, पुराण पुरुषोत्तम भगवान के। त यस्तो यो मिठो फलमा जुठो कसले लाग्यो? सुगाले। अब यहाँ शुकमुखादमृतम द्रव संयुतम। शुकदेवले जुठो लगाइदिनु भयो अरे। कुनै पनि वृक्षमा फलेको फलमा कुन चाहिँ मिठो छ भनेर परीक्षा गर्नका लागि टिपेर चाखिरहनु पर्दैन अरे। हेर्नुहोस् अरे, कुनै पनि फलमा सुगाले जुठो लगाएको छ भने त्यो फल टिपेर खानुहोस्, त्योभन्दा मिठो फल अर्को हुँदैन। सुगाले जुठो लगाएको फल चाहिँ कस्तो हुँदो रहेछ? साह्रै मिठामा मात्रै सुगाले ठुमेको। अब शुकमुखादमृतम द्रव संयुतम। त शुकदेवले, सुगाले ठुगेको यो फल, अनि उसले ठुगेको ठाउँबाट 4वटा थोपा रस झरेको छ अरे। कति थोपा? 4 थोपा मात्रै पो त त्यो फलबाट झरेको रस। हेर्नु है, यो एकदमै गोप्य कुरा भन्दैछु आज म यहाँलाई है त। भागवत यतिले बुझ्नुहुन्छ। जरा के रहेछ? वेद। कसको? भागवतको।
है मूल स्कन्द हाँगाहरू छन् यहाँ 335 वटा 18,000 अझै हाँगाहरू छन् 5,76,000 पत्ता छ। यो पत्तामा फलेको फल चाहिँ कतिवटा छ? त्यहाँ चाहिँ शुकदेवले ठुङ्ग्नुभयो, त्यहाँ के झऱ्यो? रस झऱ्यो। ठुङ्गेको ठाउँबाट के झऱ्यो? किन भन्दा त्यहाँ रसै रस छ नि त, रसै रस छ। पिबत भागवतम रसमालयम, र यो भागवतको रस रसै रस भएको फल भएकोले गर्दा भागवतलाई सुन्ने भनेन, सुन्नु भनेन। के भन्यो? पिबत श्रवण भागवत रसमालयम भनेन। यहाँ के भन्यो? पिबत भागवतम रसमालयम। तर कहाँको माध्यमबाट पिउ यसलाई? न मुखबाट होइन, कहाँबाट पिउने? कानबाट। कानबाट पिउनुहोस्। रसमालयम, जब भित्र जान्छ अनि मात्रै असर पर्छ। औषधि पनि मुखमा हालेर फ्याँकियो भने असर पर्दैन, निल्नै पर्छ। भित्र गयो भने मात्रै रोग जाति हुन्छ, बाहिरै फ्याँकियो भने रोग जाति हुँदैन है। रसमालयम, र यो 4वटा थोपा चुहिएको छ यहाँ। अब यो थोपो कहाँ छ? ध्यान दिनुपर्ने कुरा है, अहिलेसम्म हामीले भनेको थिएन है। कतिवटा थोपा चुहिएको रहेछ? 4वटा। यो 4 थोपा के हो र कहाँ छ? 4 थोपा के हो अनि कहाँ छ? एउटा सद्गुरुको चरणमा छ 4वटा क्रिया। बुझ्नुभयो नि? प्रतिक्रिया 4वटा क्रिया। त्यहाँ भित्र नै ज्ञान छ कि छैन? छ नि। भागवतको ज्ञान कहाँ छ? क्रिया भित्र छ। अर्को कुरा, 4 थोपा भनेको के हो भन्दा एउटा धर्म, एउटा अर्थ, एउटा काम, अर्को मोक्ष। कति थोपाको? धर्म, अर्थ, काम अनि मोक्ष। यो 4 थोपा भयो। यो 4 थोपा अब कहाँ छ? त्यो बुझ्नुहोस्। पहिलो थोपो धरतीमै छ अरे, धरतीमै चुहिएको छ। पहिलो थोपो धरतीमै आयो। त्यसैले धर्म धरतीमै भएकोले गर्दा सबैले गर्न खोजिरहेको छ, भेटिहालिन्छ क्या त्यो धर्म। त्यो पहिलो थोपो चाहिँ जोसुकैले भेटिहालिन्छ। होइन हौ पूजा लाउनुपर्छ, त्यो पनि त्यही थोपो हो। होइन हौ तीर्थ जानुपर्छ, त्यो पनि त्यही थोपो हो। किनभने धरतीमा छ नि त चुहिएको। त्यो चाहिँ छिट्टै भेटिने होइन। पुराण लाउनुपर्छ, त्यही थोपो हो। होइन हौ यसो बसेर जप ध्यान गर्नुपर्छ, त्यही थोपो हो। त्यो कुनको थोपो अरे? धर्मको। पहिलो थोपो के रहेछ? धर्म हो। यो धर्मको थोपा पहिले छ, धरतीमा छ। त्यसैले यो धर्म चाहिँ सबैले प्राप्त गर्यो। जाउँ सत्सङ्ग, जाउँ राम्रो काममा जानु, धर्म हो कि होइन? केही राम्रै कुरा गर्नु धर्म हो कि होइन? केही सहयोग गर्नु धर्म हो कि होइन? र यो धर्म चाहिँ यी तलै भएकोले गर्दा सबैले भेटियो। यो थोपा सहज बोलिन, धर्मको थोपो लिन सहज हो। र यहाँ पनि सहज बनेको छ अहिले। हामीलाई पनि यो थोपो भेटिहाल्यौँ हामीले, कि भेटेन? अर्को छ अर्थ। अर्थ भनेको के हो? पैसा हो कि होइन? यो अलिकति माथि छ अरे। यो थोपो चाहिँ धरतीमा छैन। अलि माथि भएकोले गर्दा निकै परिश्रम गर्दा मात्रै भेटिन्छ कि पैसा छिट्टै भेटिन्छ? अलि माथि छ नि त यो थोपो, याद गर्नु होला नि। अर्थ भनेको पैसा अलि माथि छ, त्यसैले निकै परिश्रम गर्नुपर्छ अनि मात्रै भेटिन्छ। नभए त्यति सजिलै भेटिँदैन। कसैले चाहिँ परिश्रम गर्दा पनि भेटेको छैन। किन भेटेको छैन भन्दा त्यताको परिश्रम गरेको छैन नि त। अर्थोपार्जन गर्ने परिश्रम गरेको छैन। केमा रहेर परिश्रम गरेको छैन र भेटेको छैन, त्यो पनि बुझ्नु होला। भोलि आनन्दचन्द्र भगवान कि सबै काम गर्नुहोस् अरे, तर केमा रहेर? पहिलो थोपोमा रहेर। पहिलो थोपो भनेको के हो? धर्म हो कि होइन? धर्ममा रहेर अर्थोपार्जन गर्नुहोस्। अर्थलाई पार्जन गर्ने काम गर्नुहोस्। अलि छिटो भेटिन्छ, अलि सहज भन्छ है। किनकि बाटो जान्यो भने चाहिँ जान सजिलो हुन्छ है त। जान्नेको छैन भने यता सोद्धा र उता सोद्धा। फेरि सम्पत्ति कमाउने बाटो सोध्नुहोस्। कसैले भनिदिएछ भने मलाई भन्नुहोस्। कसैले भन्छ? पटक्कै भन्दैन। भाइ नै किन नहोस् होइन? के भन्छन्?
भनिँदैन कि अब राम्रै प्रेमको दाजुभाइ छन् भने चाहिँ भन्छन् भाइ यसो गरौँ होइन भाइ यसो गरौँ अलिकति त्यो प्रेमभित्र चाहिँ डाहा पसेको छ भने नि फेरि तपाईँभित्र प्रेम पसेको रहेछ बोली आनन्द कन्द भगवान के नभए त मैले बुझेको परिवार त अन्तिममा चिनिने त परिवार नै हो क्या दुःख दिन्छ कि सुख दिन्छ होइन कि होइन तपाईँ सम्झिनुहोस् त मरिहाल्यो भने पनि गाउँकाले त चिता मात्रै पो बनाउँछन् त आगो लगाउने कसले काम गर्छ आफ्नैले पो गर्छ त हो कि होइन भन्नु त जोगिनु पर्ने चाहिँ आफ्नादेखि अरूदेखि नजोगिनुहोस् किनभने घरभित्रको कुरा लाने बाहिरको मान्छे कि घरको सम्झिनु त हामीले रामायणको कथा सुन्दा रावणको भाइ स्वयं विभीषण राम पक्षको नलागिदिएको भए रावण मर्थ्यो मर्नै पर्ने थिएन घरकै मान्छे पक्ष अर्काको लिदिएपछि मृत्यु वर्ण गर्नु पर्यो कि परेन यसैले सचेत बनेर परिवार बनेर बस्नु होला परिवारभित्र कहिले पनि कलह नबचाउनु किन कलह मच्यो भने भनाइ छ नि श्रीमान र श्रीमतीको जतिको गहिरो नाता अर्को कसैको हुँदैन अरे हो कि होइन हो नि तर त्यो भित्र प्रेम टुट्यो भने त्योभन्दा दुश्मनी अर्को केही हो त्यो श्रीमानको सबै खाडो जगाउने काम कसले गर्छ श्रीमतीलाई थाहा हुन्छ नि त होइन श्रीमानको श्रीमतीलाई श्रीमतीको श्रीमानलाई थाहा हुन्छ अनि घरको कुरा बाहिर गयो भने त्योभन्दा विष अर्को केही पनि हुन्छ त्यसैले यहाँबाट बाँच्ने काम हामी आफैले गर्नुपर्छ परिवार समेट्ने काम प्रेमले गर्छ परिवार समेट्ने काम विवादले गर्दैन बोली आनन्द कन्द भगवान की यसैले अब यहाँ मैले भन्न खोजेको अर्थोपार्जन गर्दा यसो पैसा कमाउने काम गर्ने अर्थको थोपो रहेछ अर्को अलि माथि छ भन्दै आऊ न ऊ कसैलाई भनौँ पनि भन्दैनन् कि भन्छन् भन्दैनन् हमेसी भन्दैनन् कि भित्रबाट मनुष्यलाई प्रेम यसले पनि गरी खाओस् भन्ने एकदमै धर्ममा रहेर त्यो मान्छेले अर्थ उपार्जन गरेको छ अर्थ जम्मा गरेको छ भने त्यो मान्छेले चाहिँ भन्छ यसो गर्नुहोस् ल आखिरी गरी खाने आफ्नो आफ्नो गर्नुहोस् तपाईँ भनिदिन्छ तर त्यो गाह्रो छ त्यसैले अलि माथि छ नि त त्यो अलि माथि भएकोले गाह्रो भयो अर्थको थोपो चाहिँ गाह्रो छ अलि माथि छ त्यसैले अलि गाह्रो भयो त्यस पछाडि अर्को थोपो छ त्यहाँभन्दा पनि माथि त्यो हो काम भनेको इच्छा काम भनेको के अरे इच्छाको थोपो अझै माथि छ कहिल्यै भेट्न गाह्रो झन् भेट्न गाह्रो यो इच्छा कहिल्यै घटेर जाँदैन यो इच्छा घट्छ भन्नुहोस् एकदेखि अर्को बढेको छ अर्कोदेखि अर्को बढेको छ अर्कोदेखि अर्को बढेको छ यो इच्छा पनि भेट्न यो इच्छालाई प्राप्त गरेर सफल बन्न गाह्रो छ यही एकछिन सम्झ्यौँ हामीले पहिले यहाँ आउँदा हामीलाई थोत्रो गाडी भए पनि एउटा गाडी भइदियो हुन्थ्यो भन्ने थियो कि थिएन यता र उता हिँड्न एउटा थोत्रै भए पनि भइदियो हुन्थ्यो भन्ने भयो हो भयो नि त्यो कि भएन त्यसले भयो अहिले भएन अलि नयाँ चाहियो अब हेर्नुहोस् है भनेपछि यो के हो भन्दा इच्छा हो कि होइन अब नयाँ चाहियो अस्तिको थोत्रोले काम गर्नै छोडिहाल्यो त्यस पछाडि अलि नयाँ मात्रै होइन अलि राम्रै कम्पनी पनि चाहिन थाल्यो अलि माथिकै पो हान्यौँ क्या हो भन्ने हुन थाल्यो यो के हो भन्दा इच्छा हो त्यो अझै माथि छ त्यसलाई प्राप्त गर्न झन् गाह्रो अब त्यो माथिबाट सम्झिनु होला धरतीमा भएको थोपो धर्म अलि माथि भएको थोपो अर्थ अलि माथि भएको थोपो इच्छा इच्छादेखि पनि माथि भएको थोपोको नाम हो मोक्ष अब यो मोक्षलाई प्राप्त गर्न त झन् त्यो थोपोलाई पाउन सजिलो छ भन्नुहोस् अब त्यो थोपालाई पाउन के गर्नु पर्यो भन्नु मोह छाया इति मोक्ष अरे के छाया हुनु पर्यो मोह छाया इति मोक्ष मोहबाट कन्सिनु पर्यो मोहमा रहेर मोक्षलाई प्राप्त गर्न सक्दैन जो मोहमा रहन्छ त्यो भनेको झिँगो जस्तो हुन्छ कस्तो हुन्छ अरे मोहमा बस्ने झिँगो उड्न सक्छ मोहमा बसेर मह चुस्ने झिँगोले फेरि उडेर जान सक्छ किन सक्दैन भन्दा पखेटा अघि मोहमा गाडिसकेको हुन्छ हाम्रो पनि परिवारको यो मोहमा
हाम्रो पखेटा गाडिसकेको छ, त्यसैले उड्न सक्दैनौँ। अघि मलाई बाइजीले जानुपर्छ भन्दा जान सकिनँ, किन भन्दा मेरो पनि पखेटो ममा गाडिएको छ। अब उड्न सक्यो भन्नुहोस् त। यो परिवारको बन्धनमा बाँधिएको मान्छे कहिल्यै मुक्त हुन सक्दैन, बरु फलामको साङ्लाले बाँधिएको मान्छे एक दिन मुक्त हुन सक्छ भनेको छ धर्मशास्त्रको भनाइ। फलामको साङ्लाले बाँधिएको मान्छे बरु एक दिन त्यो फलामको साङ्लाबाट बन्धन मुक्त हुन सक्छ, तर प्रेम र मायाको बन्धनमा बाँधिएको मान्छे कहिल्यै मुक्त हुन्छ। त्यसैले यो थोपो धेरै माथि छ, यसलाई प्राप्त जसले गर्छ उसले जीवन मरणको चक्कर छुटायो। यो थोपो पाउनेले के गर्यो? आउने र जाने क्रम समाप्त गर्यो। आवागमन भन्छ नि, आवागमन समाप्त गर्यो। र अब यो आवागमन समाप्त गर्नका लागि माथिल्लो थोपामा पुग्न सक्नुपर्छ। यो क्षमता तपाईँ र मलाई केले दिन्छ? यो क्षमतावान केले बनाउँछ भन्दा धर्मशास्त्रले बनाउँछ, सद्गुरुले बनाउँछन्, सन्त महात्माले बनाउँछ। तर अब सन्तले गुरुसम्म पुर्याउँछन् अरे, कसले कहाँसम्म पुर्याउँछ? सन्तले कहाँसम्म पुर्याउँछन्? गुरुसम्म पुर्याउँछन्। गुरुले कहाँ पुर्याउँछन्? भोलि आनन्द कन्द भगवान के हो। यही हाम्रो टुङ्गो छैन र त मर्न लागिरहेको छ त, केही नभन्नु त। सन्तले गुरुसम्म पुर्याउँछन्, गुरुले कहाँ पुर्याउँछन्? गुरुले भगवानको हातमा जोडिदिन्छन्, थमाइदिन्छन्। त्यसैलाई सद्गुरु भनिन्छ। भक्तको हात पक्रेर जसले गुरु भगवानको हातमा समर्पण गरिदिन्छन्, सुम्पिदिन्छन्, उसैको नाम सद्गुरु। अब सन्तले गुरु कहाँ पुर्याइदिनु भयो, गुरुले कहाँ पुर्याइदिनु भयो अरे, भगवान कहाँ पुर्याइदिनु भयो। अब सन्तकामा चाहिँ कसले पुर्याउँछ? सन्तले त गुरु कहाँ पुर्याइदिनु भयो, गुरुले भगवान कहाँ पुर्याइदिनु भयो। बुझ्नुपर्ने कुरा है, ध्यान दिनु होला। सन्तकामा चाहिँ कसले पुर्याउँछ? शास्त्रलाई पनि सुन्यो। अब सन्तकामा चाहिँ तपाईँको र मेरो इच्छा र मनले कुरा मन भइदिएन, इच्छा भइदिएन भने सन्तै पुगिँदैन, अनि सन्त कहाँ पुगिएन भने माथिको कुरा त छोडिदिन। त्यसैले के बनाउनु पर्यो? अब हामीले त्यो मोक्षको थोपो पाउनका लागि तलबाट प्रारम्भ गर्नु पर्यो कार्य, धर्मबाट प्रारम्भ गर्नु पर्यो। तर त्यो तलको थोपो कहिल्यै नबिर्सिनु होला। अर्थोपार्जन गर्न पनि धर्ममा रहेर गर्नुहोस्, तलको थोपो चाहिँ कहिले नबिर्सिनुहोस्। त्यो कतिवटा लेखमा मैले भेटेको थिएँ क्या, जति नै राम्रो जुत्ता लगाए पनि पहिलेको पुरानो चप्ली कहिले नबिर्सिनु। राम्रो जुत्ता पाएँ भन्दै म पुरानो चप्ली कहिले नबिर्सिनु। त्यस्तै धर्मको थोपोलाई, धर्मको कुरालाई कहिले नबिर्सिकन अर्थोपार्जन गर्नुहोस्, अर्थ कमाउनुहोस्। त्यस पछाडि धर्ममै रहेर काम गर्नुहोस्। धर्ममै रहेर त्यो तीनटा गरियो भने मोक्ष प्राप्त हुन्छ। र यो मोक्ष प्राप्त गराउने प्रेरणा श्रीमद् भागवत महापुराणले दिन्छ। बोलिए श्री सद्गुरुदेव महाराज के, श्रीमद् भागवत महापुराण के, भक्तवर भगवान के। तब आउनुहोस्, हामीले भागवतको विषय बुझ्यौँ, कहाँबाट आएछ, यसमा फल कतिवटा लागेको रहेछ, थोपो कतिवटा चुहिएको रहेछ, त्यो कहाँ कहाँ रहेछ, त्यो थोपाको नाम के रहेछ, अनि यसलाई कसरी पाउन सकिने रहेछ भन्ने कुराहरूलाई बुझ्यो। अब बाँकी कथालाई सुन्नका लागि एउटा भजन सुनौँ है त। अल्छी लागे जस्तो लाग्यो है, किनभने कीर्तन अघि हामीले भनेका छौँ, कीर्तन पनि गाउनै पर्छ, नाच्नु पनि पर्छ, ताली पनि बजाउनु पर्छ। तर केमा रहेर? धर्ममा रहेर, मर्यादामा रहेर, होइन? कहाँ छौँ हामी आज? धर्मको कार्यमा छ नि त, होइन? धार्मिक कार्यमा छौँ नि त। त्यसैले धर्ममा रहेर, मर्यादामा रहेर नृत्य गरौँ, मर्यादामा रहेर भगवानका स्तुति गरौँ, मर्यादामा रहेर यो 3 दिनसम्म यो प्रारम्भ गरेको कार्यलाई पूर्ण गरौँ। हामीले जुन भगवानसँग प्रार्थना गरेको कुरा हो यो भगवानले पूर्ण गरिदिनुहुन्छ। बोलो भक्तवत्सल भगवान को, पुराण पुरुषोत्तम भगवान को। कृष्ण कन्हैया लाल की जय हो। काली जय हो।
जय श्याम श्याम मुरारी मन मोह प्यारे कन्हैया बोलो श्याम मुरारी जय श्याम श्याम मुरारी मन मोह प्यारे कन्हैया बोलो श्याम मुरारी बोलो कृष्ण मुरारी बोलो श्याम मुरारी हरि आई है ताली काली दह में उत पर प्रभु नागन भैया प्यारे नागन भैया प्यारे काली दह में उत पर प्रभु नागन भैया प्यारे नागन भैया प्यारे तेरी लीला अपरंपार तेरी लीला अपरंपार प्यारे बांसुरी वाले प्यारे बांसुरी वाले जय श्याम श्याम मुरारी मन मोह प्यारे कन्हैया बोलो श्याम मुरारी बोलो कृष्ण मुरारी बोलो श्याम मुरारी श्री राधे हरि यमुना तट पर गाँव चरावे ग्वाल बाल के साथ ग्वाल बाल के साथ यमुना तट पर गाँव चरावे ग्वाल बाल का साथ ग्वाल बाल के साथ बंसी वट पर नटवर नाचे बंसी वट नटवर नाचे सब भक्तों के साथ सब भक्तों के साथ जय श्याम श्याम मुरारी मन मोह प्यारे कन्हैया बोलो श्याम मुरारी बोलो कृष्ण मुरारी बोलो श्याम मुरारी श्री राधे हरि बोल सागर से बाह पकड़ कर सागर से बाह पकड़ कर तारो सगल समाचार तारो सगल समाचार जय श्याम श्याम मुरारी मन मोह प्यारे कन्हैया बोलो श्याम मुरारी जय श्याम श्याम मुरारी मन मोह प्यारे कन्हैया बोलो श्याम मुरारी बोलो कृष्ण मुरारी बोलो श्याम मुरारी बोलो कृष्ण मुरारी बोलो श्याम मुरारी। पुराण पुरुषोत्तम भगवान के श्रीमद् भागवत भगवान के दिवंगत सभी पितृआत्मा के भक्तवर भगवान की जय जय श्री राधे। सभी जना बस्नु होला।
अहिले हजुर हामीले एउटा सुन्दर कीर्तनको आनन्द लियौँ। कीर्तनको सार त मैले भनिरहनु पर्दैन, किन भन्दा प्रश्न बुझ्ने थियो। तर यति चाहिँ यहाँहरूलाई निवेदन गरौँ, जुन कीर्तनबाट भनिने शब्द हो नि यसलाई पनि सत्संग नै सम्झिनु होला, यो प्रवचन नै सम्झिनुहोस्। यो प्रवचन नै लुकेको हुन्छ त्यो भजनभित्र पनि। यहाँ हामीलाई अन्तिममा के भन्दै थिए, केले पर्खिँदैन अरे हामीलाई? समयले पर्खिँदैन। अब यो समयले नपर्केपछि त्याग्नु पर्ने चाहिँ के अरे? मोह निद्रा भनेको मोहमा सुत्ने काम अब छोडिदिनुहोस् भन्न चाहिँ भनिन्छ, तर छोड्न चाहिँ गाह्रो हुन्छ होइन। यसलाई छोडियो भने त मोक्ष पाइयो। बोलो सच्चिदानन्द भगवान के। तर बिस्तारो बिस्तारो प्रयत्न गर्दै जानुहोस्, एकैताल छोड्न सकिँदैन। तर बिस्तारो बिस्तारो हामी अगाडि बढ्दै जानुपर्छ। एक दिन त्यो लक्ष्यमा पुगिन्छ। तर यात्रा चाहिँ छोड्नु हुँदैन, हिँड्न चाहिँ छोड्नु हुँदैन। हिँड्नै छोडियो भने चाहिँ हामीले जुन ठाउँको लक्ष्य राखेर हिँडेको हो नि त्यहाँ पुगिँदैन। तर हिँडिरह्यो भने पुगिन्छ कि पुगिँदैन? पुगिन्छ। त म जहिले पनि म यहाँहरूलाई निवेदन गर्छु, जुन भक्तिको पथ हो नि, पथ भनेको बाटो, एउटामा हिँडेपछि फर्केर आउने काम नगर्नु, यसैलाई निरन्तर दिने काम गर्नुहोस्। एउटा पानीको प्यासी मान्छेले इनार खन्न प्रारम्भ गर्यो। एउटा उदाहरण बुझ्नु होला। पानीको प्यास लागेको थियो, इनार खनेर पानी निकालेर प्यास मेट्छु भनेर उसले इनार खन्न सुरु गर्यो। त्यसको अर्थ हो हामीले पनि मोक्षलाई प्राप्त गर्ने इच्छा राखेर गरेको भक्ति हो नि त, होइन? अहिले जुन शब्दले भन्यो मोह निद्राबाट बिउतिनका लागि प्रारम्भ गरेको हो नि त भक्ति। अब यो भक्तिलाई निरन्तर दिउँ भने मैले अघि जोड्न खोजेको, जब इनार खन्न सुरु गरियो, गइरियाको गइरियाकै गइरियाको गइरियाकै गरियो भने त्यहाँनिर पक्कै पनि पानी निकालिन्छ कि निकालिँदैन? अलि मुनतिर पुर्याइयो, नआउने रहेछ पानी भनेर अर्को खाल्टो प्रारम्भ गरियो भने फेरि त्यहाँ पनि अलिकति खनो, यहाँ पनि नआउने रहेछ भनौँ, अर्कातिर गएर खन्नु खाल्टो पार्न थाल्यो भने परिश्रम मात्र हुन्छ, पानी प्राप्त हुँदैन। ओके होइन? के गर्ने होइन हामीले, न खाल्टो फेर्ने होइन, के गर्ने? खाल्टोलाई निरन्तरता दिने। त्यही खाल्टोमा खनिरहनुहोस्। खाल्टो फेर्नु हुँदैन, के फेर्ने बरु? खन्ने औजार फेर्नुहोस्। ओके होइन? एउटा कोदालोले अलि मन्दिरसम्म खन्यो, त्यही कोदालो तलैसम्म प्रयोग गर्न सकिएन भने औजार फेर्नुहोस्, तर खाल्टो फेर्ने काम नगरौँ। खाल्टो फेरियो भने पानी प्राप्त हुँदैन। पानी प्राप्त भएन भने जुन इच्छा राखेर परिश्रम गरेको त्यो असफल हुन्छ। अनि पानीको प्यासी नै बनेर तडपी तडपी यो जीवन छोड्नुपर्छ। यो परिस्थितिबाट बचाउने काम भागवतले गर्छ। भोलि आनन्द कन्द भगवान के। अलि साह्रो भनौँ हात उचालेर, बोलिए सच्चिदानन्द भगवान की। हात उचालेरै भन्नुपर्छ अरे है। यो हात उचाल्नुको कारण बुझ्नु भएको छ कि त्यत्तिकै उचाल्नु भएको छ? बुझेरै उचाल्नु भएको छ कि त्यत्तिकै अलिअलि बुझ्नु भएको छ है? ल, बुझेकोलाई ठिकै छ, नबुझेकोलाई बुझाउन खोज्छु है त। हात उचाल्नु भनेको एउटा हो समर्पित हुनु, सरेन्डर, कि होइन? मैले आजसम्म जे गरे पनि आजदेखि गर्दिनँ भगवान भनेर के हुने हो? सरेन्डर। दोस्रो हुन्छ जसले हात उचाल्छ, कसले भन्दा जो पानीमा डुबेको मान्छेले हात माथि उचालेर म त पानीमा डुबे मलाई बचाइदिनुहोस् न भनेर जसले माथि हात लगाएर चिच्याउँछ, पानीभित्रैबाट नारा लगायो भने, बोली सुनिएन भने, हात चाहिँ देखियो भने बाहिरको मान्छेले निकाल्न सजिलो हुन्छ, के होइन? तर हात तलै पारेर बग्यो भने, हात देखेन भने निकाल्न सकिन्छ? सकिँदैन। हामी चाहिँ यो संसारको भवसागरमा छौँ। यो पनि हामी बसेको पनि के हो? महासागर हो। यो भवसागर हो।
यहाँ डुबेका छौँ। अब हात उचालौँ र भगवानलाई हात दिने कोसिस गरौँ। जसले हात दिन्छ उसको हात पक्रिन कर लाग्छ भगवानलाई, अनि त्यो भवसागरबाट उतारिदिन्छ। बोली आनन्द चन्द भगवान के। हात दियो भने समाउनु कर लाग्छ कि लाग्दैन? जोसुकैको बच्चा होस्, कुदेर आउँछ, बामे सर्दै आउँछ, हात दिन्छ, काखामा लुटुपुटु हुन्छ भने त्यो नचिनेकै बाउ किन नहोस्, नचिनेकै आमा नभए पनि त्यो बच्चालाई समाउनै पर्छ। हात दियो भने समाउनु पर्छ कि पर्दैन? ए यो त मेरो होइन होस् है भनेर ठेल्न मन लाग्छ? ठेल्न मन लाग्दैन नि। कसरी हुन्छ? समाउनै मन लाग्छ। हामीले पनि हात दिने कोसिस गरौँ। कसलाई? भगवानलाई। यो मेरो होइन भन्दैनन् भगवानले, मेरै भनेर समाउनुहुन्छ र हात दिनु मात्रै हुन्छ है। हात दिएर जय घोष बोल्नुहोस्, भगवानले समाउनुहुन्छ। अर्को पनि छ, यो पद्म पुराणबाट आएको श्लोक हो। यो के भन्छ पद्म पुराणले भने, हरेक नाम सदा ग्राह्यम तालिकां बादिन विधि उडयन्ति शरीरस्य सर्व पापका प्रक्षणा। बोले आनन्द कंद भगवान को। यसले के भन्यो भन्दा हरेक नाम सदा ग्राह्यम। जब भगवानको कीर्तन सुरु हुन्छ ताली बजाउनुहोस् अरे, तालिका बादिनम विधि, ताली बजाउनुहोस् अनि जयकार लगाएको बेलामा उच्च स्वरले जयकार लगाउनुहोस्। त्यो जयकार लगाउँदा हुन्छ के त? अघि पनि मैले भनेको छु एउटा भागवत सकिन्छ, अर्को पनि एउटा थोक सकिँदो रहेछ। पद्म पुराणले भनेको यो के भन्यो पद्म पुराणले? उडयन्ति शरीरस्य सर्व पापका प्रक्षणा भनेको हामी भित्र एउटा पाप रूपी चरोले अड्डा जमाएर बसेको छ अरे। यही चराको कारणले गर्दा न ताली बजाउन मन लाग्छ, न कीर्तन गाउन मन लाग्छ, न सत्सङ्ग जान मन लाग्छ, न तपाईको भजन भक्ति मजाले बसेर सुन्न मन लाग्छ। केले दिएको रहेन रहेछ सुन्न भन्दा त्यो चराले दिएको छैन। अब उदाहरण के बुझ्नुहोस् भने यो पण्डाल माथि एउटा चरो आएर बस्यो, आ उडाउनु पो पर्यो भनेर तल बसेर बिस्तारो हा भन्नु भने उड्छ? त्यसलाई उडाउन के गर्नुपर्छ? हा भन्नु भने के गर्छ? त्यो उड्छ कि उड्दैन? हो, मजाले कराउनुहोस्, यहाँ भित्र भएको त्यो पापरूपी चरो उड्छ। बोले भक्त वत्सल भगवानको। उडाउनु भयो, यो उडेर गएर चाहिँ कहाँ बस्यो होला त? हो हजुर, ले ल यो मैले भनेको होइन है, श्रोताले भनेको। कहाँ बस्यो अरे भने यहाँबाट उडाएको चरो चाहिँ जसले जय भनेन त्यहाँ गएर बस्यो अरे। अब त्यो चरोलाई बास बस्न दिनुहुन्छ कि त्यहाँबाट पनि उडाउनुहुन्छ? अर्को पालि याद गर्नु होला। बोली आनन्द कंद भगवान की। सबैकोबाट है, सबैकोबाट। तब आउनुहोस् फेरि हामी कथामा प्रवेश गरौँ। अघि हामीले भागवत बुझ्यौँ हो, भागवत बुझ्यौँ नि, अघि बुझ्यौँ। भागवत रूपी वृक्षको जरो के रहेछ? वेद। याद गर्नु होला। त्यत्रो वृक्षमा फल लागेको रहेछ कति? एउटा। त्यो फललाई केले ठुङ्गेछ? सुगा। त्यो ठुङ्गेको फलबाट कतिवटा थोपो चुहिएछ? 4। त्यो के को थोपा रहेछ? धर्म, अर्थ, काम, मोक्ष। त्यो थोपो कहाँ छ भन्ने पनि सुनेका छौँ होइन? तल भएको सबैले भेटाएका छौँ होइन? अलि माथि भएको अलि गाह्रो हुँदो रहेछ, अलि माथि भएको अलि, त्यहाँबाट पनि माथि भएकोलाई धेरै गाह्रो पर्दो रहेछ होला। हामीलाई त्यो माथिको थोपो भेट्न त गाह्रो पर्ला, तर धर्ममा रहेर अगाडि बढ्नुहोस्, अवश्य भेटिन्छ। त यो थोपो भेट्नका लागि, अब यो मोक्षलाई प्राप्त गर्नका लागि को अगाडि आए त भन्दा सनक आदि मुनिहरू। को अरे? सनक आदि मुनिहरू। सनक अनि सनक मुनि र सौनक आदि मुनिहरू। सनक मुनि र सौनक मुनि भनेको अलिक फरक पर्दो रहेछ। सनक भनेको 4वटा मात्रै हुन्छ। 4वटा ऋषिहरूलाई सनक ऋषि भन्छ। सनक, सनन्दन, सनातन, सनत कुमार। सौनक भनेको चाहिँ 88,000 को समूह। सनक र सौनक 88,000 ऋषिहरूले के गरेछन् भने अब त्यो मोक्ष रूपी थोपोलाई भेट्नका लागि के गर्नुपर्छ? अब त्यो
थोपो भेटाइदिने मान्छेलाई भेट्ने कोसिस गरौँ। जसले भेटेको छ, जसले देखेको छ, जसले जानेको छ त्यसैले पुर्याउन सक्छ। जसले जानेको छैन, जसले देखेको छैन त्यसले पुर्याउन सक्दैन। के सक्छ? सक्दैन। र त्यो देख्ने मान्छे, त्यो पुर्याउने मान्छे खोजी गरौँ। ल हिँडौँ भनेर घर छोडेर कहाँ जानुभयो? नैमिषारण्य क्षेत्रमा। नैमिषे निमिषे क्षेत्रे ऋषाय सनकादय सत्रं स्वर्गाय लोकाय सहस्र सममासता। बोलो आनंद कंद भगवान को। सनक आदि मुनिहरू 88,000 ऋषि नैमिषारण्य नाम गरेको क्षेत्रमा गएर के गर्ने इच्छा गर्नुभयो? मोक्ष रूपी थोपोलाई प्राप्त गर्ने इच्छा राखेर अब यहाँ बसेर भगवानको कीर्तन गरौँ भन्ने सम्झे। अब त्यो नैमिषारण्य क्षेत्र कसरी रह्यो, त्यहाँ नै गएर किन बसे, कसरी बसे, सौनक आदि मुनिहरू यसको अलिकति सार दिनुहोस्। नैमिषारण्य अब यो ऋषिहरू गए ब्रह्माजी कहाँ जाने? ब्रह्माजी कहाँ गएर ब्रह्माजीलाई भन्नुभयो, गुरुदेव भगवान हामीले बसेर भगवानको यो ध्यान गर्ने इच्छा छ, हामीले बसेर भगवानको कथा सुन्ने इच्छा छ, हामीले बसेर माला जप्ने इच्छा छ, हामीले बसेर भगवानको कीर्तन गर्ने इच्छा छ। तर भन्नुहोस् हामी कहाँ बसेर गरौँ? जहाँ भागवतको प्रारम्भ हुन्छ नि त्यो घर हुँदैन। जहाँ भागवत लागेको हुन्छ नि त्यो त तीर्थ हुन्छ। याद गर्नु, यो तीर्थ भएको छ। आज यो नैमिषारण्य भएको छ। यो तीर्थलाई त भगवान शङ्करले 10,000 वर्ष अगाडि पुराण लगाएको ठाउँमा पनि पार्वतीलाई छोडेर वाहनबाट ओर्लेर त्यो ठाउँको प्रणाम गर्ने भएको छ शिवले। सम्झिनु त, भागवत लगाएको ठाउँ त यति पवित्र हुन्छ, यति पवित्र हुन्छ। त्यसैले तपाईले साह्रै राम्रो काम के गर्नुभयो भने घरलाई तीर्थ बनाइदिनु भयो। यो घरलाई नि पवित्र बनाइदिनु भयो। यो तीर्थ बन्यो होला हो। बसाइ हिँडिएन भने, तर बसाइ हिँड्दा पनि पुण्य गरेर त हिँडियो त। किनभने तीर्थ बनाइदिएर हिँड्नु भनेको आफूले कमाउने पुण्य हो नि त, होइन? भोलि गएर त तीर्थ कसैले बिगार्छ त उसको जिम्मेवारी होइन हो। अब यहाँ जहाँनिर पुराण लाग्छ, जहाँनिर भगवानको कथा हुन्छ, त्यहाँनिर सम्पूर्ण तीर्थहरू आउँछन्, त्यहाँनिर सम्पूर्ण भगवान आउँछन्, त्यहाँनिर सम्पूर्ण पितृहरू आउँछन् र दिएका कुराहरू लिएर जान्छन् अनि त्यो कार्यकर्तालाई आशिष दिन्छ। यो भागवतको भनाइ। यहाँ के भन्यो भने यत्र यत्र भवेत पुण्य शास्त्र भागवतम कलहो तत्र तत्र सदैवाह भवामी त्रिदशेषा। सम्पूर्ण तीर्थहरू जहाँ पुरा लगाएको छ त्यहाँ आउँछ। नैमिषारण्य बन्छ भनेको छ। यो नैमिषारण्य बन्यो र यो नैमिषारण्य कसरी बन्यो, नैमिषारण्य नाम कसरी राखियो, सनकादि मुनिहरू त्यहाँ कसरी बसे, थोरै सार बुझ्नु होला। बोलो भक्तवत्सल भगवानको। अघि उडो भनेर होला, अहिले अलि बिस्तारो कराउनु भयो नि, फेरि अर्को आएर बस्छ नि, याद गर्नु होला। बोलिए सच्चिदानन्द भगवान की। त यहाँ सनकादि मुनिहरू ब्रह्माजी कहाँ जानुभयो। ब्रह्माजीलाई भन्नुभयो कहाँ बसेर गरौँ तपस्या। ब्रह्माजीले भन्नुभयो यो त मलाई पनि थाहा छैन कहाँ बसेर गरौँ। जाउँ प्रभु परमात्मा नारायणलाई सोधौँ ल भनेर नारायण कहाँ जानु। नारायणलाई भन्नुभयो प्रभु हामी कहाँ बसेर हजुरको चिन्तन गरौँ, कहाँ बसेर तपाईँको जप तप गरौँ, त्यो ठाउँ बताइदिनुहोस् जहाँ बसेर गर्दाखेरि मन पनि भगवानका चरणमा लागोस्। स्थानले पनि पो गर्छ, ठाउँले पनि पो काम गर्छ। कुनै कुनै ठाउँमा त तपाईँको जति जप गर्न बस्नुहोस् एकैछिनमा निन्द्रा लाग्छ। कुनै कुनै ठाउँमा जति नै प्रवचन गर्ने मान्छे आएर थालोस् भन्न एक कता के भनौँ भनौँ हुन्छ, केही गर्दा पनि जोड्नै सकिँदैन। कोही कोही ठाउँ चाहिँ फेरि
सक्न नपाए पनि हुन्थ्यो भने जस्तो हुन्छ। त आज त्यो अनुभूति भइरहेको छ। किन भन्दा अहिले यसो घडी हेरेको अब त 1 घन्टा मात्रै बाँकी रहेछ, कहाँ 1 घन्टा पनि आधी घन्टा मात्रै पो बाँकी रहेछ भन्ने लागिरहेको छ आजको समाप्त हुने होइन। यसले गर्दा अब त्यो ठाउँको प्रभावले हामी सुनेका छौँ नि, श्रवण कुमारका बाबुआमा अन्धा थिए होइन। एक बाबालाई र आमालाई एउटा एउटा ढाकीमा राखेर बोकेर तीर्थ घुमाउ। एक ठाउँ लगेर बिसाएर के भन्नुभएछ श्रवण कुमारले भने, माता पिता ओर्ला यहाँबाट, अहिलेसम्म मैले बोकेर हिँडाको पैसा ल्याऊ भन्नुभएछ। अब हेर्नुहोस् त, अन्धा बाबुआमालाई पैसा माग्नु। तीर्थ घुमाउने छोरोले बिचमा के गरे, पैसा मागे, पैसा ल्याऊ। हुँदैन, यस्तो हुँदैन। यत्रो खलखली गरेर हिँडेको छु, अहिले अर्काको काम गर्नु नि कति पाउँथे, हुँदैन। ल ल्याउनुहोस् पैसा भन्छ। त बाबा आमाले के बुझ्नु भएछ भने मेरो छोरो कस्तो ठाउँमा आइपुग्यो। किनभने छोराको आदत बाबु आमालाई थाहा हुन्छ, हो कि होइन? छोराछोरीको आदत कसलाई थाहा हुन्छ? हो, बाबु आमालाई थाहा हुन्छ। अनि बाउले आमाले विचार गरेछन् मेरो ठाउँ कस्तो, के अरे मेरो छोरो कस्तो स्थानमा आइपुग्यो, भित्र सम्झेछन्। र श्रवण कुमार हामीलाई बोकेर अलि अलग लैजा, अनि पर पुर्याएर राख, अनि त्यहाँ दिन्छौँ ल, हिसाब किताब सबै गरेर त्यहाँ बुझाउँछौँ भने। ए हो भने हो। अनि उसले त्यहाँ चाहिँ के सम्झ्यो, यहाँबाट उहाँ पुर्याएको पनि लिन्छु भनेर सम्झ्यो, किनभने हिसाब किताब पुरा हुनु पर्यो नि। फेरि बोकेर गए, गलेपछि बिसाएपछि बाबाले आमाले भन्नुभयो, बाबु श्रवण कुमार कति भयो हिसाब भन् बाबु, हामी आज तेरो पैसा दिनु पर्यो। त्यतिखेर श्रवण कुमारले भने, माता पिता के को पैसा, हेर्नु त के को पैसा बाबु, अघि हामीले मैले बोकेर हिँडेको पैसा चाहियो भनेको होइन, हिसाब गर्नु है बाबु भनेको थियौँ, हिसाब गरिनुहोस्। माता पिता म पुण्य कमाउन हिँडेको मान्छे, मलाई पापमा नडुबाइदिनु होला। म त तपाईँहरूले गरेको हरेक म प्रति गरेका समर्पणहरू, म प्रति गरेका तपाईँहरूका दुःखहरूलाई सम्पूर्ण नाश गर्नका लागि, तपाईँहरूकोबाट आशिषी बन्नका लागि म एउटा पुत्र बनेर बोकेर हिँडिरहेको छु। पिता माता मैले पैसाको कुरा गरेको छुइनँ र कदापि गर्दिनँ भने। किन भन्दा त्यो ठाउँबाट काटियो नि त, अर्को ठाउँमा पुगे, किनभने त्यो ठाउँ पवित्र थियो। अपवित्र ठाउँमा मान्छेको व्यवहार पनि अपवित्र हुन सक्छ। त्यसैले पवित्र ठाउँ हुनुपर्छ केका लागि भन्दा भगवानको भक्तिका लागि, भगवानको आराधनाका लागि। र पवित्र बनिसकेको ठाउँ फेरि अपवित्र कहिल्यै हुँदैन। जुनै मान्छे आएर पनि यो ठाउँमा अब तप तपस्या गर्न यदि चाह्यो भने उसले सजिलोसँग भगवान प्राप्त गर्छ। यो ठाउँमा तपाईँले छोडेर हिँड्नुहोस्। तर त्यस्तै खालको मान्छे आएर यहाँ फेरि पनि भक्ति प्रारम्भ गर्यो भने उसलाई त्यति गाह्रो हुँदैन भगवान प्राप्त गर्न, किन भन्दा यो पवित्र स्थान बनेको छ अनि तीर्थ स्थान बनेको छ। र त्यस्तो ठाउँ बताइदिनुहोस् भने कसले, सनकादि मुनिहरूले कहाँ बसेर गरौँ भगवानको स्तुति, किनभने ठाउँले पनि प्रभाव पार्छ भगवान। त्यतिखेर नारायणले भन्नुभयो, तिमीहरूलाई म ठाउँ मैले गएर बताइरहनु पर्दैन, ठाउँ बताउने चिज मसँग एउटा छ। मेरो हातमा शङ्ख चक्र गदा पद्म छ, 4वटा। भगवानको हातमा के छ, शङ्ख छ, चक्र छ, एउटा गदा छ, एउटा पद्म छ। 4वटा हातमा 4वटा चिज छ भगवान। र यो चक्रलाई छाडिदिन्छु, यो चक्र अगाडि जान्छ, तिमीहरू यो चक्रको पछि पछि जानु, जहाँ यो चक्र खस्छ त्यहीँ बसेर मेरो चिन्तन गर्नु भने भगवानले। त्यस पछाडि चक्र उडाइदिनु भयो भगवानले। चक्रको पछाडि सनक आदि मुनिहरू दौडिए अनि त्यो चक्र कहाँ गएर खस्यो, ठुलो जङ्गलको बिचमा गएर खसेछ। ठुलो जङ्गलको बिचमा खस्यो। खसेपछि अनि त्यही ठाउँमा बसेर मेरो ध्यान गर्नु भन्नुभएको थियो कसले, भगवान नारायणले। बोलो लक्ष्मी नारायण भगवान के। त्यहाँ बसे। अब त्यो ठाउँलाई के भन्यो भन्दा नैमी सारण्य भन्यो। किन भन्यो भन्दा त्यो चक्रको नाम थियो नैमी। चक्रको नाम के थियो, नैमी। अब त्यो नैमी नाम गरेको चक्र कहाँ खस्यो, सारण्य भनेको संस्कृत शब्दमा ठुलो जङ्गललाई सारण्य भन्छ। अङ्ग्रेजीबाट चाहिँ जङ्गल नै भन्छ होइन, सानोलाई अलि फरेस्ट भन्ला।
तर ठुलो जङ्गललाई अङ्ग्रेजीले पनि के भन्छ जङ्गलै भन्छ तर त्यो शब्द संस्कृतमा लाँदा के हुन्छ सारण्य हुन्छ र ठुलो जङ्गलको बिचमा के खसेको थियो नैमी नाम गरेको चक्र खसेकोले गर्दा त्यो ठाउँको नाम के भयो नैमी सारण्य र यो नैमी सारण्य भयो अनि त्यहीँनिर चाहिँ सनक आदि मुनिहरू बसेर भगवानको तप गरे अब यो कहाँ छ त भन्दा युपीतिर होला होइन नैमी सारण्य त युपीमा छ नि तर अब युपी जान सकिन्छ हामी नैमी सारण्य खोजेर त्यहाँ गएर बसेर ध्यान गर्न सकिन्छ सकिँदैन अब नैमी सारण्य हाम्रो लागि कहाँ छ त भोलि आनन्द कन्द भगवान के अब यहाँ बन्यो एउटा नैमी सारण्य हो आज जहाँ हामी बसेर भगवानको स्तुति गर्दैछौँ यो के बन्यो नैमी सारण्य बन्यो अब यहाँबाट गएको बेलामा हाम्रो लागि कहाँ छ नैमी सारण्य फेरि 3 दिन पछाडि त यो ठाउँ छोड्छौँ र अब यो ठाउँ छोड्दा पनि कहिल्यै नछोडिने नैमी सारण्य हो कहाँनिर छ अब बुझ्नु होला भोलो भक्त वत्सल भगवान के नै भनेको आँखा नयन भन्छ कि भन्दैन आँखालाई हो अब बुझ्नुहोस् है ध्यान दिएर ल नै भनेको के हो आँखा मी भनेको मध्यभाग जहाँ हामी टीका लगाउँछौँ कोही बेला अक्षताको लाउँछौँ कोही बेला चन्दनको लाउँछौँ होइन कोही बेला खाली पनि हिँड्छौँ हो नि अब अक्षताको टिको चाहिँ किन लगाएको होला अक्षता भनेको थाहा छ अक्षता भनेको छ्याय नभएको चामल त्यसैले पहिले हाम्रा हजुरबुवा हजुरआमाहरूले ए नानीहरू सक्लो सक्लो चामल राख है दसैँलाई भन्थे हो कोही कोही नहुने ठाउँमा चिन्डामा राख्थे टिको लाउने चाहिँ है टिको लाउने अक्षता भनेको छ्याय नभएको चिजलाई अक्षय भनेको छ्याय नभएको नटुक्रेको त्यसमा चाहिँ शक्ति हुन्छ अनि फेरि त्यो शक्ति भएको चिज एउटा भयो अनि अर्को के हुन्छ माता पिताको आशिष हुन्छ त्यो अक्षतामा अनि त्यो अक्षताबाट चाहिँ सञ्चार हुन्छ अनि त्यो शरीरलाई के भन्छ त्यो शरीर आशिषको पात्र भन्छ है अब अर्को के हुन्छ अक्षता भनेको के हो भन्दा अन्न हो कि होइन हो अन्न भनेको लक्ष्मी हो भनिन्छ नि त अन्न अनि अन्नलाई ब्रह्मा पनि भन्छ हामीले खाना खाँदा के भन्छौँ अन्न ब्रह्मा रसो विष्णु भोक्ता देव महेश्वर होइन अन्न चाहिँ के रहेछ अन्न ब्रह्मा रसो विष्णु रस चाहिँ के रहेछ विष्णु भोक्ता देव महेश्वर संहारकर्ता चाहिँ महेश्वर त ती ब्रह्म रूपी अन्न लक्ष्मी रूपी अन्नलाई कोही कोही बेला त हामीलाई पनि के लाग्छ भने आ के लगाएको खानु नि बरु जस्तो लाग्छ कि लाग्दैन लाग्दैन ल धन्यवाद भोलि आनन्द कन्द भगवान के मैले बुझाउन खोजेको चाहिँ के हो भने बुझेर लगाएको राम्रो हो कि होइन त्यतिकै लगाएको भन्दा पनि बुझेर लगाएको राम्रो हो नि त अनि त्यो अक्षता कोही कोही बेला हामीलाई पनि के लाग्छ नि यत्रो नाश गर्नुभन्दा खाए नपाएको भए कतिजना अक्षता अन्न नपाएर मान्छे रोइरहेका छन् भन्ने पनि लाग्छ तर फेरि अर्थ लाग्दा फेरि खुसी पनि लाग्दो रहेछ बोलो सच्चिदानन्द भगवानको अब यसलाई चाहिँ के भन्नुभयो ज्ञानीजनले भने खानु नि भनिन्छ नि खाएको भए हुन्थ्यो भनिन्छ तर के भन्नुभयो ज्ञानीहरूले भन्दा नखाएको चाहिँ दिन छ त यो अन्नलाई बिहान पनि खाएका छौँ बेलुका पनि खाएका छौँ हो कि होइन कि खाएको छैन उस्तै पऱ्यो भने 3 पल्ट खाएका छौँ अझै मौका पऱ्यो भने 4 पल्ट खाएका छौँ हो दिए भेट्यो भने अरू खाएका छौँ होइन यसले गर्दा खाएको चाहिँ जहिले छ तर नखाएको दिन चाहिँ प्राय मात्रै छ अन्नलाई हो खाएर जहिले नर्क बनाएर मात्रै पठाउने कि भगवान जस्तो जसले अन्न प्राणको रक्षा गर्यो त्यस्ता परमात्मालाई खाएर नर्क मात्रै पठाउने कि कोही कोही बेला यहाँ राखेर सम्मान पनि गर्ने भन्ने यो ठाउँमा राखेर सम्मान पनि गर्नुहोस् सनातन धर्मले रेस्पेक्ट गर्न सिकाउँछ सबैलाई एउटा वृक्षमा पानी हाल्न सिकाउँछ कि सिकाउँदैन तुलसीमा पानी हाल पिपलमा पानी चढाऊ किन भनेको त्यहाँ त विज्ञान र जनी हो कि भन्नुहोस् पिपलमा पानी चढाउँदा हरियो भइदियो कि भएन त्यहाँबाट कति राम्रो अक्सिजन मिल्यो हामीलाई कि मिलेन तुलसीमा पानी चढाउँदा हरियो भइदियो त्यहाँबाट कति राम्रो अक्सिजन मिल्यो हामीलाई हाम्रो सनातन धर्मले मर्न लागेको मान्छेलाई तुलसीको मठमा लगेर राख भन्छन् कि भन्दैनन् किन भनेको
भन्दा तुलसीको मोठबाट उसले सास फेर्न सक्ने उसलाई शक्ति मिल्छ अरे क्या। तपाईँलाई यो जुन अक्सिजनको मात्रा उसले प्रशस्त मात्रामा दिन्छन् अनि कोही बेला त फर्किन सक्छ अरे क्या, श्वास फेर्न सजिलो होस्। अर्को कुरा बैतरणी भन्छौँ नि, हामीले गाई नै किन राखेको, भैँसी राख्दा हुँदैन थियो। गुरुजीलाई नै चाहिएको नि त, भैँसीले चाहिँ राम्रो दुध दिन्थ्यो नि त होइन। तर किन नदिएको भैँसी, गाई नै किन राखेको नि, गौमाताको शरीरबाट पनि अक्सिजन पाउँछ अरे मान्छे। त्यो गाई छेउमा लगिदिँदा मर्न लागेको मान्छेलाई कि जान सजिलो हुन्छ कि फर्किन सजिलो हो, किनभने त्यहाँ त 33 कोटी देवताको वास हुन्छ होइन भन्नुहोस् त। र गौमा त्यो शक्ति हुन्छ। त्यसैले नै भनेको यहाँ टिको लगाउने ठाउँलाई मी भन्नु, नै भनेको आँखा, यहाँ मी भनेको मध्य भाग जहाँ हामी टिका लगाउँछौँ। हुन त यहाँ के भनेको छ ज्ञानीहरूले भने, यहाँ अक्षताको टिका होइन, यहाँ चन्दनको टिका होइन, यहाँ के टिका, घुम्दै गरेको मनलाई लगेर टिका, मन टिका। के टिका अरे, मनलाई लगेर टिका, किनभने यो मन दौडिन्छ नि त, मनलाई टिकाउ यहाँ। अनि नै भनेको आँखा, मी भनेको यो मध्य भाग, सारण्य भनेको जङ्गल भन्यो कि भन्दैन अघि हामीले। जङ्गल भनेको के हो भन्दा यो आँखीमै हो। यही जङ्गलको बिचमा बसेर सनक आदि 88,000 मुनिहरूले तप तपस्या गरेकोले गर्दा अब यो ठाउँ एउटा नैमिसारण्य भयो। सनक आदि मुनिहरू बसेर तप गरेको ठाउँ एउटा नैमिसारण्य भयो। अनि अर्को नैमिसारण्य कहाँ छ, यो नैमिसारण्य हो। मनलाई सबैतिरबाट घुमाएर यहाँ केन्द्रित गर्नुहोस्, आँखा बन्द गर्नुहोस्। किन भन्दा आँखा किन बन्द गर्ने भन्दा आँखा हेर्नु हो भने संसार देखिन्छ होइन। परमात्मा हेर्नलाई बसेको संसारै देखियो भने कसरी परमात्मा देखियो त होइन त। एउटा त बिर्सिनै पर्छ एउटा भेट्नलाई कि पर्दैन, पर्छ। त्यसले गर्दा आँखा बन्द गर अनि मनलाई घुम्न नदेऊ। त्यसलाई कहाँ लगेर टिकाऊ, भृकुटी मण्डपमा टिकाऊ। जहाँ भृकुटी मण्डप पनि भन्यो, भुवर मध्य पनि भन्यो, जहाँ चाहिँ हामी टिका लाउँछौँ यसलाई नैमिसारण्य भनेको छ। अब हामीले नैमिसारण्य खोज्न युपी जाइरहनु परेन, कुनै पनि ठाउँमा कुदिरहनु परेन। हामीले ध्यानमा बस्दा यही नैमिसारण्यको बिचमा बसेर गरौँ, पक्कै पनि हामीले त्यो मोक्ष रूपी थोपोलाई प्राप्त गर्न सक्छौँ। बोले आनन्द कन्द भगवानको। त यो नैमिसारण्यमा बसेर जब भगवानको ध्यान गर्नलाई प्रारम्भ गरे कसले, 88,000 ऋषिहरू। त्यतिखेर सुतजी आइपुग्नु भयो। अरे को आइपुगे, सुतजी महाराज आइपुग्नु भयो। सुतजी महाराज आइपुगेपछि सुतमा आसीनम भनेको सुतजी महाराजलाई पहिले आसनमा बसाउनु भयो। कसले बसायो, सनकादि मुनिहरूले। हुन त 88,000 ऋषिहरू आफै पनि जान्दा थिए, जान्न चाहिँ जान्दा थिए। ऋषि त्यतिकै भएको होइन नि होइन, कतिवटा कुरा रिसर्च गरेर ऋषि भएको हो नि त होइन। हाम्रा ऋषिहरू यति महान तपाईँको साइन्टिस्ट थिए, वैज्ञानिक थिए। किन वैज्ञानिक थिए भन्दा आज विज्ञानले सूर्यबाट आएको जुन रे हो नि, सूर्यबाट आएको रे, त्यो रेमा चाहिँ एउटा आवाज आउँदो रहेछ भनेर अहिलेको विज्ञानले पत्ता लगायो। त्यो आवाज चाहिँ के रहेछ अरे त भन्दा ओम रहेछ अरे। हेर्नुहोस् है, अहिलेको विज्ञानले पत्ता लगायो। तर यो ओम भन्ने कुरा हाम्रा ऋषि मुनिहरूले पहिले नै पत्ता लगाएर लेखिसके। कस्तो थियो हेर्नुहोस्, हाम्रा ऋषि मुनि कतिको वैज्ञानिक थिए। यस्ता वैज्ञानिक ऋषिहरूले कल्याण चाहने मान्छेका लागि कल्याण रूपी शास्त्र बनाइदिनु भएको छ। के हो कि होइन भन्नुहोस् त। हरेक जे चाहन्छ त्यसकै लागि यो संसारमा चिज बनाएर पठाइदिनु भएको छ। कुन कहाँ अल्मलिन्छ त्यो उसको भरको कुरा हो। तर सत्य चिजलाई प्राप्त गर्ने मान्छे ती सबैलाई बिर्सेर सत्यलाई प्राप्त गरेर सत्य चिजसँग भेट पनि भएको छ। भोलि आनन्द कन्द भगवानको। त यो सत्य चिजलाई जान्नका लागि नै व्यास मुनिले पहिलो श्लोकमा नै सत्यम परम धीमहि भनेर लेखिदिनु भएको। सत्यको अनुसरण गर, असत्यलाई बिस्तारो बिस्तारो बिर्स्यो। त सुतमा आसीनम भनेको सुतजीलाई त्यहाँ राखेर के गर्नुभयो, सुतजीलाई राखेर अनि सनक आदि मुनिहरूले 6वटा प्रश्न गर्नुभयो। बोलो आनन्द कन्द भगवान के, श्रीमद् भागवत भगवान के। 6वटा प्रश्न गर्नुभयो अरे भागवतमा। कसलाई,
सुतजी महाराजलाई सनकादि मुनिहरूले 6वटा प्रश्न गर्नुभयो। तर 6वटा प्रश्न मात्रै होइन, प्रश्न अनेक छन् यहाँ, तर मूलतः 6वटा गर्नुभएको छ। त्यसमा बिचमा आउने अरू कुराहरू आफ्नै ठाउँमा छ। तर सनकादि मुनिहरूले सुतजीलाई गरेको प्रश्न 6वटा छ। यसमा के हो भने यहाँहरूलाई यो 6वटा प्रश्न भनिराख्छु अनि उत्तर म भोलि दिन्छु। भोलि आनन्द कन्द भगवान के। सबैले हात उचालेर एकपल्ट राधे राधे भनिदिनुहोस् त। फेरि एकपल्ट, अब एकपल्ट। अहिले मात्रै भन्नेले एकपल्ट पाउनुभयो, अघि भन्नेले 2, पहिले भन्नेले 3 पल्ट पाउनुभयो, कसैले एकपल्ट होइन। ल अब यहाँ सुन्नुहोस् है। सनकादि मुनिहरूले सुतजी महाराजलाई प्रश्न गर्नुभयो। यहाँ के भन्नुभयो भने किम श्रेय शास्त्र सारस्य स्वतार प्रयोजन किम कर्म केवतारस्य धर्मकं शरणं गतः। बोलो भक्तवत्सल भगवान के। किम श्रेय शास्त्र सारस्य स्वतार प्रयोजन किम कर्म केवतारस्य धर्मकं शरणं गतः। यो 6वटा प्रश्न गर्नुभयो सनकादि मुनिहरूले। जान्न त ती ऋषिहरूले पनि जान्दा थिए, तर पनि जान्ने भए भनेर भन्दा पनि अरू पनि केही पाउँछु भनेर जिज्ञासा राख्नु राम्रो हो। जान्ने भयो भने सीमित रहियो कि भएन भन्नु त। मैले जानेकै छ नि भन्यो भने केही पाइएन। तर मैले केही जानेको देखि पनि माथि केही जान्ने मान्छे छन् होला, तिनीहरूकामा पनि गएर मैले केही जान्नुपर्छ भन्ने भाव राख्ने मान्छे जहिले ज्ञानी हुन्छ के होइन भन्नुहोस् त। अब मैले जानिसकेँ भन्नु भनेको के हो? सीमित हो कि होइन? सीमितमा पुग्यो कि पुगेन? हामीले जान्ने कुरामा एकदमै असीमित हुनुपर्छ, फराकिलो। जहाँबाट जे कुरा पाइन्छ भनेको नराम्रो पनि पाइएला, तर त्यसलाई छोड्दै राम्रोलाई अँगाल्नेलाई के भनिन्छ? भगवानको साँचो भक्त भनिन्छ। बोलो सच्चिदानन्द भगवान के। त यसमा पहिलो प्रश्न थियो किम श्रेय शास्त्र सारस्य भनेको मानिसले मोक्षलाई प्राप्त गर्ने साधन के हो भने पहिलो प्रश्न है। भोलि म सोध्छु नि यहाँलाई, पहिलो प्रश्न के रहेछ? मोक्षको साँचो मार्ग के हो? मोक्षलाई प्राप्त गर्ने सत्य मार्ग के हो? सत्य बताइदिनु। किनभने राम्रो मार्गमा पाइला हाल्ने मान्छेको पुग्ने ठाउँ पनि राम्रै हुन्छ कि होइन? राम्रो हुन्छ। त्यस पछाडि दोस्रो प्रश्न थियो कुन भगवानको पूजा आराधना गर्दा सबै खुसी हुन्छन्? दोस्रो प्रश्न। तेस्रो प्रश्न थियो भगवान अजन्म हो भने जन्म हुन्छ किन? होइन, भगवानको जन्म हुँदैन भन्छौँ, तर फेरि पनि देवकी मातालाई माध्यम बनाएर बाबा वसुदेवकोमा किन आउनुभयो? भगवान अजन्म हो भने जन्म हुन्छ किन? चौथो प्रश्न थियो भगवानको साँचो अवतार कति छ? तस्मात् शास्त्र प्रमाणेषु भनेको त्यत्तिकै होइन है, शास्त्रमा प्रमाण दिएर भनिदिनुहोस् भन्नु। तस्मात् शास्त्र प्रमाणेषु। अब अर्को शास्त्रको सार बताइदिनुहोस् गुरुदेव भन्नुभयो। कथा भन्नुहोस् भन्नु भएन नि यहाँहरू, यति बुझ्नु होला। के भन्नुभयो? कथाको सार बताइदिनुहोस्। भागवतको कथा सुनाइदिनुहोस् भन्नु भएन। के सुनाउनुहोस् भन्नुभयो? कथाको सार सुनाइदिनुहोस्। किनभने भन्दा गुरुदेव गाग्राको पानी लोटामा आड्दैन भन्नु। के आड्छ? हामी लोटा हो गुरुदेव, हजुर गाग्रो हुनुहुन्छ, त्यसैले सबै खनाइदिनु भने त्यत्तिकै बाहिर पोखिएर जान्छ। हाम्रो क्षमता जति छ त्यति मात्रै सुनाइदिनुहोस् को भन्नुभएको छ। किनभने हामी लोटा हो, त्यति नै मात्रै पानी हालिदिनुहोस्, गाग्राको सबै खनाइदिनु पर्छ भन्ने छैन। बुझ्नुभयो नि? भनेपछि कथाको सार बुझ्नु नै सबैभन्दा राम्रो रहेछ कि रहन्छ। कथाको सार बुझाइदिनुहोस् भन्नुहुन्छ, कथा सुनाइदिनुहोस् भन्नुभएको छैन। यहाँ विपरीत अर्थ पनि नलागोस् र यसलाई के पनि सम्झ्यौँ हामीले भने कथा भन्दा पनि सार बुझ्यो भने घिउ जान्यो भने दुध त त्यतिकै जानिहाल्यो, त्यहीबाट आएको भन्ने हो कि भएन भन्नु। दही जानिरहनु पर्यो, माथिको कुरा जान्यो त हो कि होइन भन्नुहोस् त। माखन जान्यो अब भयो त।
त यो माखन सार बताइदिनुहोस्। त्यस पछाडि 6औं प्रश्न थियो, भगवान श्रीकृष्ण यस धरतीबाट आफ्नो लीला समाप्त गरेर आफ्नो धाम गएपछि गुरुदेव धर्म कसको शरणमा रह्यो, अब हामी कसको अनुसरण गर्दा त्यो धर्मलाई प्राप्त गर्न सकिन्छ, यति बताइदिनुहोस्। यति बताइदिनु भने हाम्रो लागि काफी। यति 6वटा प्रश्न गरेर सनकादि मुनिहरूले सुतजीसँग निवेदन गर्नुभयो र यही निवेदनका साथसाथमा हाम्रो पनि सायंकालीन समय भएछ र हामी एउटा सुन्दर कीर्तनलाई श्रवण गर्छौँ। त्यस पछाडि आरती गर्छौँ अनि आरती पछाडि आजको हामी प्रथम दिनको यो जुन प्रथम सत्रको कथालाई र हाम्रा दिवाङ्गत समस्त पितृहरूलाई भगवानकै चरणमा समर्पण गर्दै हामी केही छिन विश्राम गर्नेछौँ र हामी फेरि 7 बजेबाट महात्म्य कथालाई लिएर यहाँ नै उपस्थिति हुनेछौँ र सबैजना फेरि पनि उपस्थिति भएर कथालाई श्रवण गरिदिनु हुन यहाँहरूलाई पुनः निवेदन गर्दै अहिलेसम्म मैले जुन कथालाई यहाँहरूको माझमा प्रस्तुत गरेँ, पक्कै पनि यहाँहरूले सार कुरालाई ग्रहण गर्नुभयो, असार कुरालाई यहीँ छोडिदिनु होला। किनभने राम्रो कुरालाई ग्रहण गरियो भने राम्रै हुन्छ, नराम्रो कुरालाई ग्रहण गरियो भने यसले नि हामीलाई यति नराम्रो बनाउँछ, असर पनि गर्छ र यसले नै हामीलाई चिन्ताको विषय बन्छ। त्यसैले गर्दा यो चिन्ताको विषय बन्ने कथालाई यहीँ छोडिदिनु होला। चिन्तनको विषय बन्ने कथालाई ग्रहण गरिदिनु हुन यहाँहरूलाई निवेदन गर्दै मेरो बढ्दै गरेको वचन अनि सम्पूर्ण पितृहरूको आत्मालाई भगवानका चरणमा समर्पण गर्दै आजको यो जुन पहिलो सत्रको कथालाई यही विश्राम गर्ने अनुमति चाहन्छु। तब आउनुहोस् हामी एउटा कीर्तन, त्यस पछाडि हामी आरती गर्नेछौँ। आरती पश्चात जे जस्तो जुटेको प्रसादलाई एक एक टुक्रा भए पनि ग्रहण गरेर भगवानको याद गर्दै गर्दै यहाँबाट बिदा हुनेछौँ। हवस् त यहाँले अहिलेसम्म बसेर कथालाई ध्यानपूर्वक श्रवण गरिदिनु भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै यहाँहरूको माझबाट म पनि एकछिन बिदा हुने अनुमति चाहन्छु। हरि ओम तत्सत।